他说大的他妈那么那个什么了呀？嗯，जासिबे सम्झिसुवाद सब्जीतो अनि सर्वप्रथम अनि सबैलाई सुस्वास्थ्यको कामना तथा आज यो ग्रीष्मकालीन सेसनको अब 11औं दिन अनि 11औं दिनमा पुगेको हुँदाखेरि समस्त अनि गुरुवर्ग अनि सबैलाई प्रसिद्धले सुस्वास्थ्य कामना व्यक्त गर्दछु अनि आज चाहिँ अनि खास यो अनि यो मैले प्रवचन दिने क्रममा मैले यस्तो नियमलाई हेर्दाखेरि अनि बुद्धको पहिलो पत्रको सङ्कलनको अब सङ्कलनलाई मात्रै अब गरेको देखेँ हैन अनि भनौँ न एक किसिमको 9 तारिकसम्म मैले अब अनि यो पहिलो बुद्ध वचनको सङ्कलन अब कति दिनमा टुङ्गिन्छ त्यति नै अब टुङ्गिने हुन्छ अनि जुन अब अन्तिम दिनमा चाहिँ जुन यो मुनिको विधि साके मुनिको विधि अब त्यसलाई अब विधि मैले लेख्दैछु टुङ्गिएको छैन मलाई पनि अलिकति निकै नै समस्या छ किनकि प्रवचनलाई एउटा फेरि त्यसको विषयमा नि लेख्नु पर्यो यो साके मुनिको विधि पनि लेख्नु पर्दाखेरि मलाई हैन समयको धेरै नै अभाव र अनि त्यसमाथि अब अनि मलाई अब स्वास्थ्य पनि त्यति राम्रो छैन अनि यो प्रवचनको बेलामा म प्रवचनको त्यसको लागि अब विभिन्न अब तयार पार्ने गर्छु जुन अब विधामा चाहिँ यो मुनिको विधिलाई म अनि टुङ्गने कुराहरू गर्दैछु अनि जुन अन्तिम दिन अब हाम्रो यो प्रवचन सक्छ त्यो दिनसम्म चाहिँ के हो त बुद्धको पहिलो वचनको सङ्गलो कुराहरू पनि टुङ्गिनेछ अनि अस्ति यो केही दिन अगाडि मैले अनि बुद्ध वचनको पहिलो सङ्कलनको सङ्कलन कुनै कुराहरू मैले अस्ति बताए यसको विषयमा यसो मैले अब यसमा अनि दुई प्रकारको मैले बताएको थिएँ एउटा पहिलो परिपाटी एउटा दोस्रो परिपाटी अनि पहिलो परिपाटी चाहिँ आज सम्पन्न हुन्छ टुङ्गिन्छ आज अनि दोस्रो अब पहिलो भनौँ न यो बताउने अब यो पहिलो बुद्ध सङ्कलनमा पहिलो र दोस्रो परिपाटी लगाएर मैले विषयहरू राखेँ यसको अब अन्तिम अब कुरालाई अब एकीकरण गट्ठा गर्दाखेरि अन्तिममा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यसमा अनि यो भाइ ससका यो अनि कुरा विनय अनुसार अब त्यहाँ अनि आनन्दले चाहिँ अब के हो त अनि यो आनन्दले अब यो सारथी चन्नालाई प्रवचन गरेको कुराहरू अनि त्यसपछि अब यो अनि यो सर्वस्तिवादको अनुसार के हो त भन्दाखेरि अब यो अनि आनन्दले चाहिँ यो सारथी चन्नलाई अब विनय पारेको अब तुलाएको कुराहरू त्यस्तो गरी त्यो मार्गमा जाने क्रममा अनि दासीहरूले जुन राजाको दासीहरूले यसरी माथि लाउने अब चिवरहरू अब चढाएको कुराहरू छ भन्ने क्रममा बताउन जाँदैछु अब यसमा चाहिँ यो यसको विषयमा चाहिँ भारतको विद्वान एसआर गोयलले भन्छन् कि पहिलो परिषदको अर्थात् पहिलो बुद्ध सङ्कलनको यो सङ्कलनमा सबैभन्दा महत्त्वपूर्ण अनि परिणाम एकदम महत्त्वपूर्ण एउटा भूमि को छ भन्दाखेरि त्यहाँ चाहिँ परिणाममा बुद्धका सारथी जुन अब रथ चलाउने बुद्धका सारथी चन्नलाई उच्चतम सजाय ब्रह्मदण्ड दिने निर्णय गरेको थियो बुद्धको यो रथलाई चलाउने अब सारथीलाई चाहिँ चन्ना भनिन्छ उहाँको चाहिँ के हो त यो अब पछि उहाँ भिक्षु हुनु भएर उहाँ होइन
हुन भिची हुनुहुन्थ्यो तर पनि उहाँले सङ्घका सबै सदस्यहरूलाई चाहे बलियो चाहे कमजोर होस् चाहे उच्च होस् निच होस् सबैले बेइज्जत गर्नुहुन्थ्यो होइन एकदम कटु शब्द बोल्नुहुन्थ्यो र उहाँ धेरै घमण्डी हुनुहुन्थ्यो अभिमानी हुनुहुन्थ्यो उहाँ धेरै अनि उनीमाथि अब ब्रह्मदण्ड लगाएपछि उहाँलाई चाहिँ अब के एउटा अब एउटा उहाँलाई चाहिँ अब धेरै नै ठुलो एउटा सजाय दिनुपर्दछ उहाँलाई नभए उहाँलाई अब तुलाउन सक्दैन बसमा ल्याउन सक्दैन भनेर उनीमाथि चाहिँ ब्रह्मदण्ड अनि लगाउने निर्णय गर्यो निर्णय अब लगाएपछि उनलाई चाहिँ अब किन भन्दाखेरि उहाँ चाहिँ धेरै नै अब एउटा दाहिने बेहोरा अत्यन्त खत्तम होइन किसिम भनौँ न ठाडो हिसाबमा दाहिने बेहोरा निकै नै खराब स्वभावको भएको होइन कुरूप एउटा धेरै नै अब अलिकता धेरै अब सङ्घमा खस्काउने खाले त्यस्तो हुँदाखेरि होइन अलिकता बानी बेहोरा खराब भएकोले उनलाई अनि सङ्घको कुनै पनि गतिविधिमा भाग लिन नहुने र उनले यस्तो विभिन्न अब यो ब्रह्मदण्ड लगाएपछि उनले मनै अनि पश्चातापको साथ अनि स्वीकार गरेर उनी अनि ब्रह्मदण्ड कस्तोले भनिन्छ भन्दा कुनै पनि सङ्घको गतिविधिमा भाग लिन नपाउने होइन जे भएर पनि आनन्दले उसलाई चाहिँ धेरै ठुलो भिक्षुको समुदायहरूले चाहिँ उहाँलाई धेरै ठुलो यसरी ब्रह्मदण्ड अनि सजाय दिइसकेपछि अनि अन्तमा उसले केही पनि गर्न नपाइसकेपछि एकदम पश्चाताप भयो अनि पश्चातापको साथ अनि स्वीकार गरेर अन्त्यमा अरहतको उपाधि पाए भनेर यसरी यो अत्यन्त महत्त्वपूर्ण भूमि देख्दछु यसरी एसआर कोयाले बताउनुहुन्छ त्यसै गरी यो तिब्बती अनुवाद अनुसार मूल सर्वस्वीवादमा अनि के यो मूल सर्वस्वीवादमा चाहिँ यो अनि यो छन्नाको विषयमा नि बताइरहेको छ होइन त्यो लुङ फिन्चक भनिन्छ होइन विनय अब सुषमा विनय वर्ग छुट्याएको छ होइन यसरी बताएको छ पूज्य आनन्दले भगवानलाई अनि सोध्नु भएछ अनि किन बुद्ध अब परिनिर्वाण लिनु भन्ने बेलामा अनि यसरी अब भनौँ न अनि आनन्दले भन्नुभएछ कि भगवान बुद्धले सोधे आदरणीय चन्ना भनेको चाहिँ एउटा नराम्रो स्वभावको जिद्दी असभ्य गाली गर्ने क्रोधित छन् उसले सधैँ भिक्षुलाई गाली गर्छ र भगवान तपाईँ निर्वाण लिइसकेपछि यो छाडिसकेपछि हामीले त्यसलाई त्यो भिक्षुले कसरी अब विनय पार्ने भन्ने प्रश्न गर्नुभएछ आनन्दले शाक्यमुनि गौतम बुद्धलाई अनि बुद्धले भन्नुभएछ आनन्द म यहाँबाट परिनिर्वाण लिएपछि भिक्षु चन्नालाई ब्रह्म दण्ड दिनुहोस् ब्रह्म दण्ड भोगेपछि ऊ संसारमा धेरै नै के हो त नि वैराग चल्नेछ संसारप्रति धेरै कुराट चल्नेछ कुराट चलेपछि अनि एकपटक उसले अनि उसले संसारमा वैराग हुने अनि महसुस गरेपछि उसलाई चाहिँ कतयानबाट शिक्षा दिनुहोस् भनेर यसरी नि बुद्धले आज्ञा दिनुभयो अनि यसले अनि चन्नालाई पछिको अनि सजाय स्पष्ट रूपमा चाहिँ अब तर यो भोटको अनुवाद अनि भोटमा चाहिँ भोट अनुवाद अनुसार होइन ब्रह्मदण्ड दिनु पर्छ भनेर लेखेको छ कतयानाको एक किसिमको अब अब कतयानाको अब के हुन्छ भने यो कतयानाको शिक्षा दिनुहोस् भनेर चाहिँ बताएको छैन यो भोट अनुवादमा चाहिँ यसरी बताएको छ यसमा चाहिँ अलिकति फरक रहेको छ तर पनि जे भए तापनि यो मूल सर्वस्वीवादमा चाहिँ अनि यो आनन्दले यो सारथी छन्नलाई अब कसरी दण्ड दिलायो कसरी सजाय दिला भन्ने स्पष्ट सँग यसरी बताएको छैन त्यो भित्र भोट अब अनुवादमा चाहिँ अनि त्यसै कारणले गर्दाखेरि अनि यो लुङसी भनौँ न एक किसिमको होइन अनि यो त्यो भित्र चाहिँ अब यो के हो त आनन्दले अब चन्नलाई के हो त यसरी अब विनय पारेको कुरा बताएको छ त्यसको केही अब म एउटा कथा बताउन चाहन्छु
अब आनन्दले चन्दलाई धर्म सिकाउँदै मही शासका विद्यालयको 5 भाग विनयको अनुसार के बताएको छ भन्दाखेरि एकपटक कौशम्बीमा भिक्षु चन्ना अनि सङ्घमा एकदम क्रोधित भएर अनि रिसाएको एकदम क्रोधित भएर बसिरहेको थियो जसको कारणले गर्दाखेरि अब के भन्दा यो सङ्घको जनसमुदायले शान्तिमा छिर्ने एउटा वातावरण नै थिएन हैन अनि एकदम क्रोधित रहेको झगडाको कुराहरू लगाइदिएको हुँदाखेरि यो सङ्घको समुदायले शान्त पार्ने वातावरण माहौलै मिलेन त्यहाँ नभएपछि अनि वर्षवास त्यति राम्रो टुङ्गिएन र वर्षवास बित्तिने बित्तिकै सकिने बित्तिकै अनि तिनीहरूमध्ये एक भिक्षु अनि महाकश्यप भएको ठाउँमा अनि गएर उहाँलाई घटनाहरू स्पष्ट रूपमा सुनाए तब अनि महाकश्यपले त्यो कुराहरू सुन्यो जुन सारथी चन्नाको विषय भिक्षुले बताएको कुराहरू एक हिसाबले अलिकति अनौठो छ हैन धेरै अब गाली गर्दाखेरि अब आनन्दै पठाउने गर्दो रहेछ हैन विभिन्न अब सङ्कट आउँदाखेरि चाहिँ आनन्दै पठाउने गर्दो रहेछ त्यही कारणले अनि कश्यपले आनन्दलाई भन्नुभएछ हे आनन्द अब तिमी कौशम्बी जाऊ उसले बुद्धको वचन सङ्घको वचन र ब्रह्मदण्डद्वारा दण्ड दिनुहोस् भनेर आज्ञा दिनुभएछ महाकश्यपले आनन्दलाई यस कार्यको जिम्मेवारी स्वीकार गरेर अनि 500 भिक्षुहरू लिएर उहाँ चाहिँ अब कौशम्बीतिर प्रस्थान गर्नुभयो अब उहाँसँग 500 जना भिक्षु छ कि छैन तर पनि अब 500 जना भिक्षुहरू उहाँसँग जानुभयो भने देखिएको छ अनि आनन्दले चाहिँ अब 500 भिक्षु लिएर आउँदैछन् भन्ने कुरा अब अनि जुन चाहिँ यो सारथी चन्नाले सुनेछ कि अब आनन्दले चाहिँ 500 भिक्षु लिएर अब आउँदैछ भन्दा अनि सुनेपछि चन्नाले अनि त्यो 500 जना भिक्षु लिएर अब आनन्दले स्वागत गर्न बाहिर निस्केर भनेछ उहाँले भन्नुभएछ चन्नाले तपाईँ यहाँ किन आउनु भएको हैन तपाईँ मेरो लागि एकदम मलाई एकदम कठिनाइ गाह्रो बनाउन आउनु भएको हो भनेर अनि प्रश्न गरे चन्नाले आनन्दले जवाब दिए कहाँ होइन म तिमीलाई मद्दत गर्न आएको तिमीलाई कठिनाइ पार्न आएको होइन भनेर जवाब दिनुहोस् आनन्दले अनि फेरि आनन्द यो चन्नाले भन्नुभएछ कि तिमीले मलाई कसरी मद्दत गर्नुहुन्छ लु भन्नुहोस् त भन्नुभएछ चन्नाले प्रश्न गरेछ अनि आनन्दले भन्नुभएछ म तिमीलाई बुद्ध वचनको सङ्घ वचनको र ब्रह्मदण्ड दिनेछु भन्नुभएछ अनि चन्नाले भनेछ ब्रह्मदण्ड भनेको के हो भनेर सोध्नुभएछ चन्नाले आनन्दले जवाब दिनुभएछ कि ब्रह्मदण्ड भनेपछि महा ठुलो सजाय हो हैन त्यो ब्रह्मदण्ड दिइसकेपछि अनि भिक्षुनी त्यसो गरी उपासिका सामान्य मान्छेहरूसँग तिमी कुनै बेला पनि अब सबभन्दा अब तोड्नु पर्नेछ कुनै बेलामा तिमीले भेटघाट गर्नु पाउँदैन कुराकानी पनि गर्नु पाउँदैन तिनीहरूले अब तिमीसँग बोल्नु पनि पाउँदैन हैन कुरा गर्ने कुराहरू सबै रोकथाम हुनेछ हैन त्यस्तो अनि आनन्दले भन्नु भइसकेपछि अनि यो सुन्ने बित्तिकै अनि सारथी चन्ना चाहिँ अनि भुइँमा लडेर बुच्छा परेर अनि लडी पडी गरेछ भने एकदम उसले सहनु गाह्रो भयो अनि आनन्दलाई के भनेछ भन्दाखेरि यति ठुलो सजाय दण्ड दिनु र मलाई मार्नु उस्तै होइन र भनेर अनि चन्नाले भन्नुभएछ आनन्दलाई अनि आनन्दले फेरि त्यो चन्नालाई के भन्नुभएछ भन्दाखेरि तिमी होइन सुर्ता नगर तिमी सुर्ता गर्नु पर्दैन तिमी केही दुःख मान्नु पर्दैन बुद्धले मलाई भन्नुभयो तिमीले म मार्फत अनि बोध प्राप्त गर्नेछौ भनेर बुद्धले भविष्यवाणी गर्नुभएको छ त्यसैले तिमी उठ म तिमीलाई धर्म सिकाउँछु भनेर अनि आनन्दले ती सारथी चन्नालाई अनि यसरी बताउनु भएछ त्यसपछि अनि चन्ना उठे जनक हो मलाई बुद्धले यसरी भविष्यवाणी गरेको त के रहेछ भनेर अनि उजुरुक्क उठेर अनि आनन्दले धर्म सिकाउने कुरा सिकाउनु भयो उसले चन्नाले सुनेछ अनि आनन्दले चन्नालाई धेरै अचम्मका आश्चर्यजनक धर्महरू सिकेर उहाँलाई सद्गुण के हो अब अगुण कुन हो कुन गर्नु उचित छ कुन गर्नु उचित छैन भन्ने कुरा के हो नभन्ने कुरा के हो भन्ने धर्मको अनि
धर्मको नेत्र प्राप्त गर्न आफूलाई स्पष्टता र दागहरूबाट मुक्त गर्नुपर्छ भन्ने बताउनु भयो होइन आफूलाई यो संसारदेखि मुक्त हुनलाई ज्ञानको आँखा चाहिन्छ ज्ञानको आँखा खोलेर मात्रै संसारदेखि मुक्त हुनुपर्छ भनेर अनि जब अनि जुन धर्ममा छिर्यो भने अनि स्पष्ट हुन्छ भन्ने यसरी अब बताउनु भएको छ तर पनि यो अहिले बताएको कुरा चाहिँ स्पष्ट हुने कुराहरू यो चाहिँ अब पाँचौं विनयमा चाहिँ स्पष्ट लेखिएको छ भने अरूमा चाहिँ त्यति अब स्पष्ट लेखिएको छैन अनि अर्को एउटा फेरि एउटा कहानी जोडेको छ यहाँ फेरि अनि त्यसपछि अब एउटा के छ भन्दाखेरि होइन अनि एक समय चाहिँ अनि स्थवीरहरू भिक्षुको अनि प्रकारले बुद्धलाई के बताउनु भन्नुभएछ त भन्दाखेरि म परिनिर्वाण भइसकेपछि अनि एकजना मेरो सारथी चन्न भन्ने हुन्छ उनलाई चाहिँ अब धेरै नै अब बानी बेहोरो खराब भएकोले उनलाई अब विनय पार्नुको लागि चाहिँ ब्रह्मदण्डको अनि दण्ड सजाय दिनुपर्दछ होइन अनि यसरी बताउनु भएको छ त्यसले बुद्ध दिनु जानुभन्दा अघि उहाँले मलाई भन्नुभयो अनन्त मेरो मृत्यु भएपछि सङ्घले चन्नलाई ब्रह्मदण्ड लगाउनु पर्छ अनि यसरी अब स्थवीरहरूले बताउनु भयो मित्र आनन्द ब्रह्मदण्ड भनेको के हो तपाईले बुद्धलाई सोध्नु भयो त भनेर यो आनन्दलाई चाहिँ अनि स्थवीर भिक्षुहरूले सोध्नु भएछ अनि आनन्दले भन्नुभएछ आदरणीय स्थवीर भिक्षु सङ्घहरू मैले बुद्धले ब्रह्मदण्ड के हो भनेर सोधेको थिएँ बुद्धले बताउनु भयो कि जब चन्न भिक्षुहरूसँग बोल्दछ उनीहरूले उहाँसँग बोल्न उपदेश दिन सक्दैन अर्थात् उहाँले कुनै काम पनि गर्न समर्थ हुनु सक्दैन कुनै पनि अब उसले कुरा गर्ने यताउता एक सम्बन्ध राख्ने साथी सङ्गी गरेर यसरी बोलचाल गर्न पाउँदैन भन्दैन त्यसपछि अनि यो ज्येष्ठ अनि स्थवीर भिक्षुले भन्नुभयो मित्र आनन्द यदि त्यसो हो भने जानुहोस् चन्नलाई ब्रह्मदण्ड दिनुहोस् भनेर 5 जना स्थवीरले यसरी अब यो आनन्दले बताउनु भएछ हैन अनि समय सके पनि गौतम बुद्धले चाहिँ आनन्द तपाईलाई यसरी अब त्यो चन्नलाई यसरी दण्ड ब्रह्मदण्ड दिनु भनेर आदेश दिएको रहेछ तपाईँ जानुहोस् भनेर यसरी अनि ज्येष्ठ भिक्षुहरूले यसरी आज्ञा दिनुभएछ अनि आनन्दले भन्नुभएछ कि म कसरी चन्नलाई ब्रह्मदण्ड लगाउन सक्छु र उहाँ नराम्रो जिद्दी हुनुहुन्छ हैन हैन मैले उहाँलाई ब्रह्मदण्ड अब सबै दियो भने मलाई भोलि कुट्ने म माथि आइपर्ने धेरै खतरा छ म दिनु सक्दैन भनेर आनन्दले भन्नुभएछ हैन अनि त्यसपछि अनि फेरि ज्येष्ठ भिक्षुहरूले भन्नुभएछ कि हो मित्र आनन्द तपाईँले भनेको सत्य हो अब त्यसपछि अब के गर्नु त भन्दाखेरि अब हो तपाईँले अब भिक्षुलाई लिएर जानुहोस् भनेर ज्येष्ठ भिक्षुहरूले भनिसकेपछि अनि आनन्दले ओ यो चाहिँ सही छ भनेर सहमति भएर अनि एकदम आनन्द खुसी भएर अनि के भन्नुभएछ भने अति उत्तम महान अब ज्येष्ठ भिक्षुहरू भनेर यसरी अनि आनन्दले भन्नुभएर यसरी जानुभएछ त्यही कुरा त एउटा नै हो अनि अब त्यो एकदम चन्न चाहिँ एकदम बलवान धेरै अब धेरै नै अब अलिकति खराब स्वभाव हुँदाखेरि अब दण्ड दियो भने पिट्ने समान कुटपिट गर्ने आइपर्ने समान हुन्छ त्यसको लागि सहायताको लागि सहयोगको लागि चाहिँ 500 जना अब भिक्षुहरू जानुभएछ आनन्दसँग अनि यो बेला चाहिँ के हो त भन्दा 120 वर्ष भएको अब अनि जेमा पनि के हो त भने 500 जना भिक्षुहरू अनि वर्षमा 120 जना सबै यस्तो मात्रै लेखेको छ अनि त्यो बेला चाहिँ धेरै आयु ठुलो र अनि धेरै अब जनसमुदायलाई चाहिँ अनि 500 जना 120 भने जस्तो लाग्छ अनि एक गरी यो अब 500 जना भिक्षु भन्ने क्रममा एक जना गनेर कम्ती 500 भिक्षुहरू भएको हो कि अब 10-12 जनाको माहौल 50-60 जनाको माहौल है अब 500 जना भनेको त्यो चाहिँ अब यसमा चाहिँ अब हामीले परीक्षण गर्नु जरुरी छ त्यसपछि अब आनन्दले
जुन अब ज्येष्ठ भिक्षुहरूको होइन यस्ता वीरहरूको निर्देशन अनुसार उहाँले गर्नुभयो र उहाँ चाहिँ ढुङ्गामा 9मा चढेर कश्यपतिर जानुभएछ। कश्यपतिर उहाँ आफ्नो बाटो तताउनु भयो र तिनीहरू राजा उदयनको अनि यो उदयनको एउटा पार्क अर्थात् बगैँचामा पुग्नु भएछ। त्यहाँ होइन रमणीय वातावरणमा पुग्नु भएछ। उनी रुखको फेदमा बस्नु भएछ। अनि त्यतिखेर राजा उदयन र जुन अनि त्यतिखेर राजा उदयन र उहाँहरूको अब जुन अब यो के हो त भने दासीहरू होइन जुन अब नोकर चाकरीहरू त्यहाँ आएको थिए। अनि महिलाहरूले भनेछ कि हामीले सुनेको छौँ कि हाम्रा गुरु आनन्द अहिले यो हाम्रै बगैँचामा बस्नु भएर उहाँ रुख मुनि अनि बसिरहेको छ अरे सुनेको छौँ भनेर अनि यसरी राजा उदयनलाई अनि महिलाहरूले राजाले सोध्नु भएछ। अनि महाराज हाम्रो गुरु आनन्द अब हाम्रै अब छेउ अब दरबारको अब एउटा बगैँचामा बसेको रुख मुनि बसेका रहेछन्। महान राजा महाराज हामी पूज्य आनन्दलाई अनि दर्शन गर्न सक्छौँ त? दर्शन गर्न मिल्छ कि मिल्दैन भनेर राजालाई अनुरोध गरेछ। राजाले भन्नुभएछ उदयन राजाले यो ठिक छ तपाईँले तर्नु सक्नुहुन्छ अनि राजाले आज्ञा दिइसकेपछि तिमीले भक्त आनन्दलाई हेर्न जान सक्छौ भनेर राजाले आज्ञा दिइसकेपछि त्यसपछि राजाका जुन दासीहरू आनन्दको ठाउँमा गएर उहाँहरूलाई प्रणाम गरेर त्यसपछि अनि एक छेउमा बसेछन् उनीहरू। आनन्दले अनि उनीहरूलाई एकदम अनि उनीहरूलाई अनि धर्म सिकाउनु भएछ अनि सल्लाह दिनुभएछ। अनि जुनको अब विभिन्न धर्ममा अब यसरी अब लगाउनु भएछ होइन। उनीहरूलाई प्रेरित गरेर उनीहरूलाई प्रेरणा दिए। उनीहरू खुसी र तुल्याएर उनी एकदम खुसी भएछ। अनि खुसी भइसकेपछि के हो त भन्दाखेरि अनि राजा उदयनका नारीहरू जुन अब यो दासीहरू आनन्दको धर्मको शिक्षाबाट यति खुसी भए उनीहरूले सबैले उहाँहरूलाई 500 जना माथि लाउने अब चिवर चाहिँ दिनुभएछ र आनन्द सम्मानपूर्वक दिने अनि उनीहरूलाई अब एकदम सम्मानपूर्वक अनि झुरुक्क उठेर अनि आनन्दलाई अनि दाहिनेतर्फ मोडेर घुमेर अनि आफ्नो अनि देश जुन अब उदयन भएको राजाको ठाउँमा चाहिँ फर्केर जानु। राजा चाहिँ अब उदयनले अब टाढैबाट राजाले चाहिँ राजा उदयनले चाहिँ टाढैबाट ती आइमाईहरू फकिँदै गरेको देखेर नजिकै आएर अनि राजाले सोध्नु भएछ के तिमीहरूले मनोमोहक अर्थात् जुन सन्त भिक्षु आनन्दलाई देख्यौ त भनेर आनन्दको दर्शन पायो त भनेर अनि राजाले सोध्नु भएछ। ती महिलाको समूहहरूले महाराज हामीले आनन्दको दर्शन पायौँ। अनि तिमीहरूले जुन भक्त आनन्दलाई अब जुन धर्म सिकेपछि अब एउटा गुरु भेटी गुरुमा के चढायो त राजाले सोध्नुभएछ। अनि महान राजा त्यो किसिमको अनि त्यो महिलाहरू के भनेछ भन्दाखेरि हे महान महाराज हामीले उतरणीय आनन्दलाई 500वटा अनि चिवर माथि लाउने अनि उहाँलाई चढायौँ भनेछ। राजाले यो कुरा सुनेपछि क्रोधित भएर त्यो महिलालाई गाली गर्दै भनेछ त्यति धेरै लुगा लगाएर लिएर के गरे? लुगा बेच्ने फेरीवाला उहाँ लुगा बेच्ने पनि होइन व्यापारी पनि होइन त्यत्रो लुगा उसले के गर्न सक्छ? गाली गरेछ। उसले के पसल खोल्ने हो यति धेरै लुगा दिएको भनेर अनि गाली यति धेरै लुगा वस्त्र माथि लाउने वस्त्र दिएर उसलाई के गरेको? उसले पसल खोल्ने हो त न ऊ बेच्ने व्यापारी पनि होइन के गर्छ गाली गर्नु। अनि राजालाई त्यो अनि गाली गरिसकेपछि महिला राजाको मनमा खुल्दुली भएछ। अनि यसले के गर्छ त्यत्रो लुगा अनि त्यसपछि राजा उदयनले अनि आनन्दलाई म भेट्छु भनेर मनमनै कुरा खेलेर अब उहाँ भेट्ने निर्णय गरेछ। अनि उहाँ चाहिँ अब पहिला अब राजा भएकोले होइन एकैचोटि गाली नगरिकन आनन्दलाई खोज्दै गरेर अब आनन्दलाई भेटेछ होइन। दुवैले धर्मको बारेमा छलफल गरेछ। अनि तिनीहरूले आनन्दको योग्य र ठुलो भावना उत्पन्न गर्ने विषयमा कुराकानी गरेछ होइन। अब जीवनको एउटा महसुसहरू जीवनको अब आफ्नो जीवनमा कस्तो के भोगिरहेको छ त्यो कुरा सबै अब गरिसकेपछि राजाले आनन्द पनि एक छेउमा बसेर सोधेछ। अनि यसरी अब राजाले चाहिँ आनन्दलाई अब सम्मानपूर्वक विभिन्न कुराहरू गरेछ भनौँ न। अब साँच्चीकै अब जुन अघि मनमा लागेको कुरा चाहिँ सोध्नु सुरुवात गरेछ राजाले। हे आनन्द भिक्षु
मैले पठाएको नारीहरू त्यो दासीहरू तपाईँको ठाउँमा आए त सोधेछ आनन्दले महाराजा महाराजा वास्तवमा अनि तपाईँले पठाएको महिलाहरू यहाँ आउनु भएको थियो अनि राजा धेरै चलाक चनाखो भएर बिस्तारै सोध्दा रहेछ अनि राजाले भने के ती महिलाहरूले तपाईँले केही भेटी दानहरू गुरुदानहरू चढाए त गुरु भेटी चढाए त दिएकी दिएन अनि आनन्दले भन्नुहोस् महाराजा तिनीहरूले मलाई अनि 500 माथि लाउने चिउराहरू दिनुभयो भन्दाखेरि आनन्दले भन्नुभएछ अनि राजाले भन्नुभएछ आदरणीय आनन्द त्यति धेरै लुगा तपाईँले के गर्ने त भनेर सोध्नुभएछ आनन्दले महाराज म ती भिक्षुहरूसँग जुन को लुगा फाटेको छ तिनीहरूलाई चाहिँ म बाँड्नेछु भन्ने यसरी बताउनु जुन चाहिँ एकदम लुगा फाटेको धेरै पुरानो भएको भिक्षुहरूले चाहिँ म यो माथि लाउने 500 चिवर चाहिँ बाँड्नेछु भनेर जवाफ यो राजा चाहिँ अलिकता के हो त धेरै धेरै कुरा अब गर्ने होइन अलिकता धेरै अब एक किसिमको के हो त सोधपुछ गर्ने खाले व्यवहारको रहेछ उहाँ अनि आनन्दले अनि तिनीहरूले आफ्नो पुरानो लुगा फेरि राजाले सोधेछ हे आनन्द त्यो अनि पुरानो च्यातेको लुगा अब तपाईँले दिनुभयो त्यो पुरानो च्यातेको लुगा चाहिँ के गर्छ अनि महाराज तिनीहरूलाई चाहिँ बाहिरी रूपमा अब रजाइनमा लगाउने गर्छन् फेरि राजाले सोध्नु आनन्द तिनीहरूले आफ्नो पुरानो लुगाहरू चाहिँ अब त्यो रजाइनमा भइसकेर गर्दा गर्दा पुरानो भएको चाहिँ के गर्छ फेरि राजा आनन्दले भनेपछि महाराज तिनीहरू शुद्ध तिनीहरूलाई गद्दाको रूपमा प्रयोग गर्नेछ भने आनन्दले फेरि अनि त्यो फेरि राजाले सोध्नुभएछ त्यो गद्दाको लुगा लाउँदा लाउँदा पुरानो भयो त्यो लुगा चाहिँ के गर्छ सोधेछ फेरि आनन्दले तिनीहरूको आफ्नो पुरानो गद्दाहरू के गर्ने भन्छ उनीहरूले जुन अब भुइँ पुस्नुको लागि होइन जुन भुइँमा राख्नुको लागि होइन एउटा भुइँमा राख्नुको लागि एउटा म्याटको रूपमा प्रयोग गर्छ भने आनन्दले भन्नुहोस् फेरि जब अनि त्यो चट्टै अब मुनि अब गद्दा पुरानो हुन्छ तिनीहरूले के को लागि प्रयोग गर्छ राजाले सोध्छ फेरि आनन्दले तिनीहरूले आफ्नो खुट्टा पुस्नको लागि तौलियाको लागि प्रयोग गर्छ नि भन्ने सोध्छ फेरि राजाले सोध्नु भएछ कि त्यो एकदम खुट्टा पुस्नको पुरानो भएको लुगा के गर्छ भन्दाखेरि होइन तौलिया पुरानो भएको तौलिया के गर्छ भन्दाखेरि आनन्दले भन्नु तिनीहरूले धुलो धुलो रूपमा प्रयोग गरेछन् होइन जुन टालो जुन भाँडा पुस्ने के खिड्कीहरू पुस्ने लगायतका प्रयोग गर्नेछन् फेरि राजाले भन्नुभयो ती टुक्रा टुक्रा भएको लुगाहरू अब त्यो पुरानो भयो त्यो के गर्छ राजाले सोद्धाखेरि फेरि आनन्दले तिनीहरूलाई म साना टुक्राहरूमा च्यात्नेछु र च्यातेर तिनीहरूलाई माटोमा मिसाउनेछु र तिनीहरूबाट माटोको टुक्रा टुक्रा बनाइरहेको छु भने जुन अब बस्ने एउटा के हो त सुत्ने एउटा बेडलाई म बनाउने छु हो भनेर यसरी बताउनु भएछ अनि यसरी बताउने क्रममा त्यस बेला राजा उदयले अनि याद के महसुस भएछ भन्दाखेरि मनमा के कुरा केले ओ शाक्यको सन्तान अब शाक्य भिक्षुको सन्तानहरू चाहिँ यो विभिन्न वस्तुहरू प्रयोग गर्दा बाहिर फाल्ने वा बिल्कुलै प्रयोग नगर्ने जता भए ततै अनि यो एक किसिमको अनि प्रयोग नगर्ने रहेछ जतन गरेर गर्ने रहेछ भनेर एकदम खुसी भएर आनन्दलाई फेरि 500 अब चिवर माथि लाउनु दिनुभएछ अनि यो कुरा यो आनन्दले 1000 लुगा ग्रहण गरेको पहिलो कथा हो त्यही कारणले यो बेला चाहिँ आनन्दले 1000वटा माथि लाउने चिउराहरू चाहिँ प्राप्त भएको थियो है भने यो कथा एकदम अनि अत्यन्त गम्भीर रहेको छ यो कुरो चाहिँ हामीले यो मैले कथा बताउनु के हो त भन्दाखेरि होइन किन भन्दाखेरि यो बताउनु कारण चाहिँ आजभोलि हामीले अब अनिकल विभिन्न जान्दैछ अनि हामीले लुगाहरू चाहिँ के हो एकदम सदुपयोग राम्रो गर्नुपर्दछ होइन जताततै फाल्नु नहुने किनकि हामीले अब अनि विभिन्न सामानहरू धेरै थरीको छ नि त त्यसै कारणले अनि सत्यता हिसाबमा कुरा गर्यो भने हामीसँग हामी जीविका लागि विभिन्न कुराहरू छ होइन जे छ त्यसमै हामी चलाउन सक्छौँ तर पनि के हो त अनि विभिन्न विज्ञापनहरू विभिन्न अनि टिभी टेलिभिजन देखाउँदाखेरि दूरसञ्चार अब दूरदर्शनमा देखाउँदाखेरि अनि मन तानेर होइन त्यो पनि चाहिन्छ ऊ पनि चाहिन्छ भन्दाखेरि विभिन्न कुरा थुप्दै घरभरि भन्ने हुँदाखेरि त्यसले अनि व्यर्थको दुःख ल्याउने हुँदाखेरि हामीमा जे त त्यसमा सन्तोषी हुनुपर्ने होइन
होइन धेरै सामान धेरै हुँदाखेरि आफू पनि एकदम तागत हुने होइन यो सामान कहाँबाट आयो एकदम धेरै कहाँबाट आयो भने होइन मनमा त्यस्तो त्यसले भारी बनाउँछ त्यही कारणले गर्दाखेरि आजको यो कथावार्ता होइन जुन अनि पहिले यो पहिला अब समयमा होइन धेरै अब अगाडि जुन बुद्धकालीन बुद्धको पछि जुन भिक्षुहरूले कसरी अब जीविका चलाउनु भएको थियो होइन सरसामानलाई कसरी जतन गर्नु भएको थियो त्यसलाई कसरी सदुपयोग गर्नु भएको थियो होइन त्यस्तो कुराहरू अनि हेर्दाखेरि हामी त्यसमा हाम्रो शिक्षा लिनुपर्ने होइन हामीले याद गर्नुपर्ने विशेष गरी हामीले वातावरण संरक्षण गर्नुपर्ने हेरचाह गर्नुपर्ने त्यसले देखाउँदछ होइन अनि यस्तो कुरा जनाउँछ अनि हामीले जेमा भयो भने जतन गर्नु जान्नुपर्छ यो इतिहासबाट यो कथाबाट हामीले आँखा खुलाउँदछ त्यसै गरी मैले बताएको त्यसपछि अब उहाँ चाहिँ अब आनन्दले अब के हो त यो चन्नलाई अब विनय पार्ने क्रममा यसरी हो कि घोषिता भने एउटा आराम नगरमा चाहिँ बस्नुभयो आराम भन्ने ठाउँमा चाहिँ एउटा जुन अब हामी बगैँचामा बस्नुभयो त्यसपछि आनन्द पाँच भिक्षुहरू आफ्नो यात्रा जारी राख्दै घोषिता आराम आइपुगे उनको लागि तयार गरेको सिंहासनमा भने आनन्द बसे होइन जुन अब आनन्दको लागि अब तयार परेको यो सिंहासनमा बसेपछि अनि चन्ना पनि आनन्दलाई भेट्न आए अनि एक ठाउँमा बसेपछि अनि पहिले अनि उसले आनन्दलाई प्रणाम गरे त्यसपछि उसले एक छेउमा बसे अब आनन्दले अनि चन्नालाई भने मित्र चन्ना सङ्घले तिमीले ब्रह्मदण्ड दिनेछ होइन किन भन्दाखेरि अब आनन्दलाई चाहिँ एकदम चन्नाले अब सम्मान गर्दछ किनकि एउटा म चाहिँ अब राजवंशी होइन जुन अब किसिमले के हो त राजाको एउटा परिवार भएको हुँदाखेरि चन्नाले अवश्य अब आनन्द गर्ने पर्यो अरूलाई चाहिँ उसले सम्मान नगर्थ्यो चन्नाले अनि आनन्दले भन्नुभएछ कि हे मेरो प्रिय मित्र अनि चन्ना तपाईँलाई चाहिँ हाम्रो यो भिक्षुको जनले समुदायले तपाईँलाई चाहिँ ब्रह्मदण्ड दिनेछ भनेर बताउनु भएको छ बताउनु भएछ होइन त्यसपछि अनि चन्नाले भन्नुभएछ हे पूज्य सन्त आनन्द ब्रह्मदण्ड भनेको के हो भनेर सोध्नुभएछ अनि आनन्दले भनेको मेरो मित्र चन्ना जब तपाईँ अब ब्रह्मदण्ड भन्ने के हो भन्दाखेरि जब तपाईँ भिक्षुहरूसँग कुरा गर्न इच्छा आउँछ तपाईँ कुरा पनि गरेर सक्नुहुन्न भिक्षुहरूलाई तपाईँहरूले अनि भिक्षुहरूले तपाईँलाई ध्यान पनि वास्ता नगर्ने र तपाईँलाई कुनै सरसल्लाह पनि दिँदैन तपाईँलाई मार्गदर्शक पनि गराउँदैन तपाईँलाई राम्रो बाटोमा जाने निर्देशन पनि दिँदैन त्यो दिने ठाउँमा तपाईँ जानु अनुमति पनि छैन त्यसलाई नै ब्रह्मदण्ड भनिन्छ भनेर आनन्दले बताउनु भयो यो शब्द सुन्ने बित्तिकै चन्नाले भनेछ आदरणीय आनन्द यदि भिक्षुहरूले मसँग बोलेनन् मलाई सल्लाह दिने छैन निर्देशन दिनुहुन्न भने के त्यो त मलाई मान्नुसम्म होइन र भन्दा अनि भनिसकेपछि यो सुन्ने बित्तिकै चोकले डुबेर अनि भुइँमा लडी पडी गरेर मूर्छित भएछ अनि भुइँमा रिसाउँदै उठ्न अनि एकदम रिसाउँदै उठ्नु सक्नु छैन त्यसमा चाहिँ के हो त भिक्षुनी मात्रै नभएर उपस्थित सामान्य सर्वसाधारणले पनि कुराकानी गरेरदेखि अब अनुमति दिएन त्यस्तो गर्नु पाइँदैन भन्दा त्यस्तो सजाय रहेछ अनि त्यसपछि उमा चाहिँ ब्रह्मदण्ड लगाएपछि चन्नालाई धेरै कठिनाइहरू भोग्नु पर्यो अनि त्यो दण्ड दिइसकेपछि उसले विवेक र अत्यन्तीयको भावना पनि विकास गर्यो सबैले उसले व्यवस्था गरेको र उसले त्यागेको भावनाले उसले आफ्नो लापरवाहीबाट मुक्त बनायो होइन अनि ठुलो अब भनौँ न एक किसिमको धेरै समय नबित्दै यसरी होइन अनि एक्लै उहाँले अब लगन चिन्ता यसरी ध्यान गर्नुभयो यसरी धेरै समय नबित्दै होइन धेरै पहिले अनि अनि भनेको छ होइन एक किसिमको जुनको अब जन्म नभएको होइन जुन अब काम गर्नु नपरेको होइन अनि एक किसिमको के भन्छ विभिन्न कुराहरू छ यसमा होइन अनि जन्म पनि समाप्त गर्नुभएछ उहाँले विभिन्न ब्रह्मचर्य पनि अब गर्नु भइसकेछ काम पनि राम्रो गर्नु भएछ अब अरू संसार छैन भने यसरी गर्दाखेरि उहाँलाई अरबको ज्ञान प्राप्त भएछ
अनि त्यसपछि अब पूज्यचन्द्र घरबाट गयो विहीन भएर पवित्र आचरणको पराकाष्ठमा पुगेका थिए र यही जीवनमा प्रष्ट बुझेर प्रकट भएकाले ज्ञान प्राप्त भयो अनि सञ्चालन कार्य समाप्त यसभन्दा माथि केही भन्न नसक्ने कुरा बुझेर अवस्था प्राप्त गरे अनि अनि आराधमा पुगेपछि तन्ना आनन्दलाई भेट्न गएर भनेछ आदरणीय आनन्द अब ममध्ये ब्रह्मदण्ड नराम्रो ठिक होइन र ठिक नराम्रो ठिक होला भनेर बताउनु भएछ आनन्दले भनेछ हो प्रिय मेरा आनन्द मित्र प्रिय चन्न मित्र म तिमी आराध भएदेखि नै ब्रह्मदण्ड हट्यो यसरी बताउनु भएछ अब यसलाई अन्तिम अब एकीकरण गर्दाखेरि यो अनि यो दुब्बा भन्ने एउटा खण्डभित्र चाहिँ विनयको एउटा खण्डभित्र चाहिँ अनि त्यसलाई चाहिँ अब के भन्छ भन्दाखेरि भारतीय यात्रा गएले भन्नुहुन्छ कि पहिलो परिषदको सबैभन्दा महत्त्वपूर्ण परिणाम बुद्धको सारथी चन्नलाई उच्चतामा सत्य ब्रह्म दिने थियो त्यो किनभने उहाँ भिक्षु भए पनि उहाँले यसरी अब ब्रह्मदण्ड दियो अनि बलियो र कमजोर उच्च निम्न सबै सङ्घ सदस्य छुट्याइदिए अनि होइन अनि यसरी अब भएको कारणले गर्दाखेरि पहिलो बुद्ध बौद्ध सङ्घ हो भनेर नाम दियो अनि अब त्यसपछि अनि अब यो आधा घण्टा म विश्राम राख्न चाहन्छु त्यसपछि फेरि म यसलाई जोड्नेछु अब चाहिँ हामी दोस्रो चरणको अब अनि बुद्ध वचनको पहिलो परिषदको अब बुद्ध वचन र बौद्ध शास्त्रको कुराहरू अनि बदनी परिपट्टि अब दुईटा भएकोले पहिलो मैले बताइसकेँ अब दोस्रो अब बताउने क्रम आएको छ दोस्रो परिपट्टि कस्तो छ भन्ने विषयमा बताउनु पर्दाखेरि अनि दोस्रो बताउने चाहिँ अब यो सहस्रीका प्राज्ञा पारमिताभित्र बताएको छ अनि मैले अहिलेसम्म चर्चा गरेको पहिलो परिषदको बुद्ध वचनको पहिलो सङ्कलनको सङ्कलन अब पहिलो विवरण कथा यही नै थियो मैले यसले पहिले भनेको थियो दुईवटा नि परिपट्टि विभाजन गर्नुपर्ने भनेको थियो अनि यसमा अब अनि यो विशेष अब मर्मकालीनमा शिक्षाको लागि मैले रोजेको कुरा हो यसरी व्याख्या गर्ने परम्परा छ भने मेरो मतलब होइन पहिलो अब परिपट्टिमा मुख्य रूपमा विनय साहित्यमा आधारित थियो अनि यो चाहिँ पहिलेदेखि यसको अब व्याख्या गर्ने परम्परा छ भने मैले भन्नु खोजेको होइन यो मैले बताउने मैले यसो रोजेको कारणले मैले यसरी राखेको हो यसमा होइन बुद्धको पहिलो वचनको सङ्कलनमा अब यसरी दुई प्रकारले अब राख्ने परम्परा छ भन्ने खोजेको चाहिँ होइन मैले रोजेर राखिएको हो बुझ्नको लागि उदाहरणको लागि मैले धर्मगुप्त विद्यालयको 4 भागको विनयको अनि परिपट्टिलाई आधारको रूपमा लिएको छु र यसलाई अब महिषासका विद्याको 5 भागको विनय र थेरवाद अब तम्रसती त्यसो विनय अब लुङ्सी लगायतको अब यो विभिन्न विनयको यो कन्थसँग अनि यो यसलाई अब मैले छेउमा राखेर यसको अब मूल अब शिर राखेर यिनीहरूबाट अब यिनीहरूबाट मैले अब पहिलो परिषदको सामान्य रूपरेखाहरू अनि राखेको छु यसलाई यसरी हामीले पनि बुझ्न सकिन्छ जसले अब विनयमा वर्णन गरिएको छ त्यही विशेष गरी ठुलो आधार र वाहनको सन्दर्भमा यो मुख्य रूपमा सर्वताको परिपट्टि रहेको छ हैन माया र यो हिनयन रहेकोमा अब यो सर्वकया अब हिनयन अर्थात् अब यसलाई थेरवादको मुख्य अब
को एउटा परिपाटीमा बदल्ने क्रममा बताएको। अब म दोस्रो परिपाटीको बारेमा कुरा गर्नेछु हैन। यसको विषयमा बताउनु पर्दाखेरि अब अनि यो एक किसिमको यो के हो त भन्दाखेरि अब यो शास्त्रीका प्राज्ञा पारमिता चाहिँ अनि यो भारतमा अब यो अनुवाद भएको थियो। यो अनुवाद गर्ने चाहिँ अब यो छुज भन्ने एउटा अब अनि यो चीनको पश्चिम दिशामा भनौँ न अनि त्यो बेलामा अब यो त्यो ठाउँको अनि कुमार हैन अब स्युनु लोचाओ भने यसरी उहाँले अब अनुवाद गर्नुभएको थियो चीनको गुरुहरूले, भारतको गुरुहरूले। उहाँ चाहिँ अब लोचन अब महा अनुवादक भैरवचना जस्तै अब उहाँको समान र ज्ञान हुनुहुन्थ्यो। अनि त्यो बेला अब अनि लोचन स्युनु भनिन्छ, अर्थात् अब अनुवादक कुमार एक किसिमको अब यो भेरो ढावा पनि भनिन्छ हैन। त्यो भित्र अनि स्युनु कुमार भनेको अब यो उहाँको अब इतिहास अब त्यो भित्र प्रभाव इतिहासले प्रभाव पारेको छ कि छैन भन्ने कुरा अब यसमा अब अनि यो विभिन्न अनुवादकमा धेरै नै अब प्रख्यात भएको व्यक्ति हो उहाँ। चीनमा चाहिँ यो कुमार भने अत्यन्त विद्वान महाप्रख्यात भएको अब नाम चलेको एउटा एक किसिमको के हो त विद्वान व्यक्ति हो। यो चाहिँ अब प्राज्ञा पारमिता भन्ने चाहिँ एउटा भूमभित्र परिन्छ, जुन चाहिँ अब शास्त्रीका प्राज्ञा पारमिता अब यो यसलाई चाहिँ अब आर्य नागार्जुनले लेखेको भन्छ। यसमा पनि एउटा शङ्का सन्देहहरू छ। प्रायः जसो यो चाहिँ अब आर्य नागार्जुनले अब यो लेख्नु भएको हो भन्ने कुरा पनि छ। अनि त्यो भित्र भएको विभिन्न अनेक कथा चाहिँ म बताउन चाहन्छु। यसमा चाहिँ अब के छ त भन्दाखेरि बताउने क्रममा अनि बुद्ध परिनिर्वाण भएको कुराहरू अनि भगवानहरूले अब यो कश्यपलाई ढोक गरेको कुराहरू अनि यो कश्यपले अनि अरहतहरूलाई अब सङ्कलन गरेको कुरा अनि 1000 भएको कुरा। त्यसै गरी अब राजगृहमा अब बुद्ध वचनको पहिलो सङ्कलन अब सङ्कलन गरेको कुरा अनि आनन्दलाई चाहिँ अब विभिन्न प्रश्नहरू गरेको कुरा अनि म बताउन चाहन्छु। पहिला चाहिँ अब बुद्ध परिनिर्वाण भएको कुरा बताउन चाहन्छु। यो शास्त्रीका प्राज्ञा पारमिता भएको कुरामा चाहिँ यो भित्र यसको टीकाभित्र के भएको छ भन्दाखेरि यो भित्र चाहिँ अब धर्म समुच्चय सूत्र भनेर लेखिएको छ हैन। अनि यो चाहिँ के हो त यो शास्त्रीका प्राज्ञा पारमिता चाहिँ अनि धर्म समुच्चय सूत्रमा शिर राखेर लेखिएको हो भनेको छ। त्यो भित्र के लेखेको छ त भन्दाखेरि जब बुद्ध परिनिर्वाणमा जानुभयो पृथ्वी 6 पटक काँप्यो, हल्लियो। अब विभिन्न अब 6 प्रकारको भूमि भनौँ न हैन। अनि यो अब काँप्यो अनि 6 प्रकार अब अनि यो चाहिँ अब जुन अब चीनमा भएको अब 6 प्रकारको भूमिहरू अब काँपेको अब हल्लिएको भन्ने कुरा हो कि अब यो
अनि कस्तो एक किसिमको अब यो काट्नेलाई अब हल्लाउनेलाई भनेको हो त होइन एक किसिमले के हो त फेरि प्राणीलाई हानि नोक्सान पुर्याउने गरी भूकम्प जस्तो सबै हल्लाउने भनेको कुरा चाहिँ होइन हानि नोक्सान नभइकन अब के हो त एक किसिमको ज्ञानको दृश्यले अब संसार अब हल्लिनु भन्ने बुझ्दा छ अनि भूकम्प आएको जस्तो अब कापेर अब प्राणीले अब नोक्सान पर्ने होइन अनि नदीहरूले दिशा बदले र धेरै अब ठुलो वायुहरू चल्यो जुन बुद्ध परिनिर्वाण हुने बेलामा भइसकेपछि होइन अनि बुद्ध परिनिर्वाण हुने बेलामा अरू के भयो चारैतिरबाट कालो बादल मेघाहरू जम्मा भयो बिजुली बत्ती चम्कियो होइन चम्किएर अनि आकाश गर्जियो एक्कासी असिना पर्यो विभिन्न यो के हो त अनि चट्याङहरू सबै दिशामा अब खस्यो होइन चट्याङहरू लाग्यो के हो त अनि सिंह र अन्य मांसाहारी जनावरहरू अनि गर्जन थाल्यो घर घर गर्जन थाल्यो देवता र मानिसहरू सबै अब विलाप भए किसिमको शोकमा पर्यो देवता र मानव अब के हो त अनि स्वरमा अब ठुलो स्वरमा अब उहाँ अब कराउनु भयो किसिमको उहाँकै स्वर निकाल्नु भयो अनि अब आँखाको झिम्काइमै बुद्धको परिनिर्वाण भयो त्यही कारणले नि संसारको आँखा नै अन्धो भयो अँध्यारोपन छायो भएको छ त्यस बेला के भयो त भन्दाखेरि अनि विभिन्न बोट बिरुवाहरू विभिन्न अब औषधि जडीबुटी विभिन्न यो निकुञ्जहरू होइन फुल अनि विभिन्न यो त्यस्तै गरी विभिन्न यो बिरुवाहरू एकै क्षणमा विभाजित भयो ठुला पहाडहरू टुक्रा टुक्रा भयो एक किसिमको अनि एक किसिमको ठुला ठुला पहाड भाँसिँदै गयो समुद्रमा छालहरू निरन्तर अनि ठोकियो ठुला पृथ्वी अनि एक किसिमको के हो त हल्लियो अनि पहाडहरू चर्कियो अनि त्यस्तै गरी सबै रुखहरू भाँचियो चारै दिशामा धुवाँहरू निस्कियो अनि यो डरलाग्दो भयो होइन अत्यन्त अब डर त्रास पनि भयो त्यो बेला एकदम संसार अब अनि किसिमको नाश हुँदै गयो पोखरी मुहान नदीहरू पनि के हो त नि सबै त्यो हल्लिएको कारणले गर्दाखेरि अनि मासमिस भएर त्यो फोहोर मैला भएर गयो जुन पोखरी मुहान पदेरा खोला नदी सबै अब मिसिँदाखेरि सबै फोहोर भएर गयो होइन अब जुन अब यो चट्याङ चाहिँ अब गडङ गुरुङ चाहिँ के हो त अब किसिमको पानी पर्दा मात्रै नभए त्यो चाहिँ दिनै अब रातमा नभएर दिनमै त्यस्तो देखिएको थियो अनि देवता र मानिसहरू पुरै शोकले अभिभूत भए देवीहरू पनि शोकमा परेर रोए आँसु बगाए अनि जुन मार्गमा अभ्यास गर्नेहरू बौद्ध शिक्षा मार्गमा अभ्यास गर्नेहरू अभ्यासीहरू पनि पीडाले त्रसित र बोल्न असमर्थ भयो त्यसै गरी अब अशिक्षण जुन विलोप भनौँ न अशिक्षण ज्ञान प्राप्त हासिल गरेको पनि अब त्यहाँ के हो त अनि एकदम बुद्ध परिनिर्वाण हुनुभयो भनेर सबै के हो त किसिमको अनि सबै के हो अनि यो संसार अब सब अनित्य रहेछ भनेर उहाँले अब भावना गर्नुभयो देवता मानव इच्छा रक्षक गन्धर्व गरुड महाराज नागहरू ठुलो दुःखमा अनि उहाँले वेदनाले गाँच्यो होइन त्यस बेला अब त्यो बेला अराधहरूको मनमा के कस्तो प्रभाव परेको थियो कस्तो सोच आएको थियो त भन्दाखेरि त्यसमा यसलाई अब मोटामोटी मैले यसमा अनुवाद गर्न चाहन्छु त्यस बेला अब जुन अब वरिष्ठ अब भनौँ न अराधहरू जुन रोग मृत्यु अब जन्म रोग मृत्यु त्यस्तो गरी अब विभिन्न बुढ्यौली होइन अनि रोगदेखि अब मुक्त भएको महान अराधहरूले अब यसरी अब उहाँले अब यो मनमा यसरी सोच्नुभयो कि अब त्यो के गरेको छ त भन्दाखेरि होइन सर्वसाधारण प्राणीको चाहनाको नदीहरू पार गरेका छौँ हामी जन्म वृद्ध अवस्था रोग र मृत्युबाट मुक्त भइसकेका छौँ अनि यो शरीर राशि भनौँ न यसलाई जुन यो राशिको चारवटा राशि चाहिँ चारवटा सर्पको गुटमा फसेको जस्तो देखियो र यो सोचे म आज म अनि यो यस्तो दुःखदायी देख्दाखेरि म यहाँदेखि निर्माणमा जान्छु भन्ने लेखेको छ
너는 고마 줘. 라자 뭐 망고 싶지. 그래서 अब उहाँ यसरी परिनिर्वाण भयो अब खस्नु भयो यो बुद्ध परिनिर्वाण खस्नु भएसँगै अनि यो दुःख देखेर संसारमा अँध्यारो भयो भनेर अनि अरू अरूहरू सबै एकजना परिनिर्वाण खस्नु भएछ अरे अनि कुनै प्रयोग परिणाम नहुनु भयो यसरी अनि कोही अब भनौँ न यसरी पहाडमा जङ्गलमा नदीको किनारामा तालको किनारामा उपत्यमा बस्ने महान आराधहरूले आफ्नो इच्छा अनुसार जीवन त्याग गरेर निर्वाण प्राप्त गरे तीमध्ये कोही आराधहरू आकाश उडेर बादललाई हम्सदै चवर भएर धेरै चमत्कार देखाउनु भएछ हैन अनि धेरै यस्तो चमत्कार अब रीति शक्ति देखाउँदाखेरि उहाँहरू अनि परिनिर्वाण लिनुभएछ त्यही कारणले तिनीहरूलाई धेरै संवेदनशील प्राणीहरूमा विश्वासले प्रेरित गरेर त्यसपछि निर्वाण भए अब यो काम धातु अब छापर काम धातुदेखि अब भनौँ न यो अनि चारौं अब समाधि जुन अब रूप धातु सम्म भएको विभिन्न भगवानहरू रहेको छ हैन अनि अब यो कश्यप लगायतका महान ऋषिहरू चाहिँ अब जुन अब भन्यो छापर काम धातुको अब जुन आराधदेखि रूप धातुको आराध त्यहाँसम्म भएको अब आराध सबै अब यो बुद्ध परिनिर्वाण भएको शोकले सबै अब संसार अब प्रत्यक्ष रूपमा अनित्य भावना बोध गरेर उहाँहरू पनि अनि यो एक किसिमको के हो त परिनिर्वाण हुनुभएछ अनि इच्छा क्षेत्रका भनौँ न अब देवता पूर्ण सद्गुण स्वरूप क्षेत्र मार्फत उनीहरूलाई जीवन छोडेको देखेर सोचे बुद्ध निर्माणमा गएपछि मुक्ति पाएका सबै विद्यार्थीहरू पनि निर्माणमा गएका छन् अहिले संसारमा अब भौतरिएका मनमा लालच घृणा र मोहका विभिन्न रोगले ग्रसित छन् वैद्य जस्तै आध्यात्मिक गुरु र त्यसरी अब अनि त्यसै गरी अब श्रेष्ठता भिक्षुहरू अनि बितिसकेका छन् अब संसारमा छैन अब सबै अब रोगले ग्रस्त भइसकेको प्राणीहरू अब के हो त अब उहाँहरू के हो त अब उहाँ चाहिँ जुन अरतहरू संसारदेखि मुक्त हुनु परिसक्यो जुन संसारमा बिमार भएकोले तिनीहरूलाई उपचार कसले गर्ने कसले मार्गदर्शक गराउने कसले सत्य ज्ञान दिलाउने हैन असीम प्रज्ञाको सागरबाट निस्केको कमल जस्तै सबै विद्यार्थीहरू ओइराएर सडिए चाहिँ लाग्यो धर्मको रूप पनि साँझै भाँचिएको छ धर्ममा बादलले पुर्यो अन्धकार छायो प्राज्ञको ठुलो हात्ती पनि बित्यो हात्तीको बाचाले उसले पछ्याएर गए जस्तै यो ठाउँ अरूलाई अब साँचो धर्म दिने सक्ने अब मार्गदर्शकबाट अब वञ्चित भयो साँचो धर्मको रत्न अरू कसबाट पाउन सक्छौ तिनीहरूले यो पदहरू लेख्यो होइन अब यसरी अब भनौँ न जुन अब बाँचिएको अब भिक्षुहरूले अब होइन यसरी अब देख्नुभयो होइन एकदम वैराग चल्यो होइन अब सत्य त अब यो ज्ञानहरू सबै निप्दैछ अब कसले बाटो देखाउँछ होला सबै आराधहरू अब परिनिर्वाण बुद्धसँगै लिँदैछ भने यसरी चोकमा चलेछ त्यसपछि अनि यो पदहरू लेखेको थियो अनि बुद्ध महान पूर्णिमा प्रवेश गरेका छन् अरहत पनि विदा भएका संसार प्रज्ञाबाट खाली भएको छ अँध्यारो भएको छ अनि भ्रम बढिएको छ अज्ञानता फैलिएको छ र सत्यता ज्ञान निभेको छ अब यसरी पदमा लेख्यो अब दोस्रो विषय के हो भगवानहरूले अनि के हो त अनि कश्यपलाई अब नमन गरेको प्रणाम गरेको पर्छ अब त्यति बेला देवताहरूले महाकश्यपहरूले अब कश्यपको पाउमा प्रणाम गरेर यी श्लोकहरू बोलेको छ अब यो चाहिँ के हो त भन्दाखेरि अब नि भगवानले भनेको रहेछ कश्यपलाई तपाईँ लामो समयसम्म बाँचेका छौ र इच्छा क्रोधित र अभिमान त्यागेका छौ तपाईँको शरीर जम्बुको सुवर्ण रङ जस्तो हो तपाईँ माथि र उच्चतर तल निचताको भव्य अद्भुत तल माथि र तल ज्ञानको अद्भुत हुन्छ तपाईँको आँखा कमल जस्तै पवित्र छ भनेर यसरी होइन महाकश्यपको प्रश्न गरेपछि उनीहरूले भन्नुभएछ कि महत कश्यपज्यू तपाईँलाई थाहा छ धर्मको जहाज डुब्दैछ अनि यो कश्यपलाई चाहिँ के हो त सुवर्ण एकदम उज्यालो रङ थियो होइन उज्यालो सुन जस्तो झक्क बलेको थियो अनि तलबाट हेर्दा पनि माथिबाट हेर्दा पनि कश्यप चाहिँ पुरा तेजस्वी होइन
एकदम कुनै गन्ध नभएको दुर्गन्ध नभएको एकदम विमल निर्मल कमलको फुल जस्तो थियो होइन अनि यसरी प्रशंसा गरेपछि अनि भगवानले भनेछ हे महामती मतिवान भिक्षु कश्यप अनि तपाईँलाई थाहा छँदैछ बुद्ध परिनिर्वाण भएछ धर्मको जहाज डुब्दैछ होइन पानीमा डुब्दैछ नाउहरू पानीमा अब डुब्दैछ धर्मनगरहरू ध्वस्त हुँदैछ धर्मको सागर प्रतिदिन सुक्दैछ अनि सुक्दैछ त्यस्तै गरी अब धर्मको झन्डा झुकाइँदैछ धर्मको दियो निप्दैछ धर्मको गुरु टाढा भएको छ धर्मको पालना गर्ने कम भएको छ कम हुँदै जानेछ दुष्ट मानिसहरू झन् शक्तिशाली हुनेछ यहाँ र अहिले साँचो धर्म रोप्नु होइन अब अहिले नै यही समयमा अब साँचो धर्म रोप्नुको लागि यो विभिन्न अशान्त शान्त हुनुको लागि धर्म अब हामीले फैलाउनको लागि यो काम जरुरी छ भन्ने यसरी अब अनि यसरी अब उहाँले भगवानले भन्नुभएछ यसरी कश्यपलाई त्यति बेला महाकश्यपको विचार महासागर चाहिँ निर्दोष थियो होइन नहलिने थियो अचल थियो होइन अब सानोतिनो हो भने त अब कुवाहरू त अब जमिन हल्लिन्छ महासागर त अब सानोतिनो यो अब भूकम्पले नहाले जस्तै अब विभिन्न अब यो अब अनि अब महाकश्यप चाहिँ यसरी भगवानले अब यसरी प्रसन्न गरे बापत पनि अब उहाँले अनुरोध गरे बापत पनि अनि केही नबोलिकन महासागरको ज्ञानको भण्डार भगवान सुत्छ मौन बस्नुभएछ धेरै बेरपछि समाधिपछि उठ्नु भएर उहाँले अनि जवाब दिनुभएछ अब तिमीहरूले भनेको कुरो सत्य हो होइन तिमीहरूले भने चाहिँ हे देव तिमीहरूले भनेका चाहिँ यस संसारमा धेरै पहिले यो भने यो संसारमा अब धेरै अब प्राज्ञ कम हुँदै जानेछ लामो समय नबित्दै प्राज्ञको अब अन्धकार हुँदै जानेछ होइन यो अज्ञानी भ्रमले भरिनेछ अनि मानिसहरूले सही र अनि अनुचित छुट्याउन असमर्थ हुनेछ यसरी नबोली कश्यपले देवताको अनुरोध स्वीकार गरेर देवताहरू महाकश्यपको चरणमा प्रणाम गरेर अनि क्षण भरमै आफ्नो ठाउँमा फर्केर जानुभयो जुन अब धर्म फैलाइदिनु होला भनेर अनुरोध गरे बापतै अनि उहाँले कश्यपले स्वीकार गर्नु भएर अनि त्यो खुसी भएर प्रसन्न भएर भगवान आफ्नो ठाउँमा अनि यसरी फर्केर जानुभयो होइन त्यही कारणले गर्दाखेरि अब संसारमा अब प्राज्ञ अब नभएको हुनेछ होइन धर्महरू अब एकदम विकृति हुनेछ अनि यसरी अनि अनुरोध गरेकोलाई उहाँले अब हो यसलाई केही अब हटाउनुको लागि सत्य धर्म रोप्नु पर्ने रहेछ भने यसरी अब स्वीकार गरे चाहिँ अनि पछि भगवान्लाई खुसी भएर आफ्नो ठाउँमा फर्केर जानु अब दोस्रो के हो त भन्दाखेरि कश्यपले अरहतहरूको सङ्कलन गरेको कुरा यो चाहिँ अब शास्त्रज्ञ प्राज्ञ पारमिताभित्र अब बताएको कुरा यो चाहिँ अब सामान्य व्यक्तिहरूलाई सामान्य महानुभावहरू सामान्य प्राणीहरू बताएको कुरा रहेछ यो चाहिँ एक किसिमको अब थेरवादलाई बताएको कुरा हो अब महायानमा आयो भने चाहिँ अलिकति असामान्य कुरा अलिकति फरक कुरा बताएको छ अब अर्को विषय चाहिँ कश्यपले अरहतहरूलाई भेला गरेको सङ्कलन गरेको कुरा छ अब त्यतिखेर अब भनौँ न एक किसिमको अब भगवानहरूले धेरै अब अनुरोध गर्नुभयो होइन प्रस्ताव राख्नुभयो होइन त्यो स्वीकार गर्नु हुँदाखेरि उहाँको मनमा के अनि उहाँ आफैले प्रश्न खडा गर्नुभएछ आफैले सोच्नुभएछ मैले जे काम गरेँ भने 3 अनगिन्ती युगसम्म पनि अब भौतिक ज्ञान समय बुद्ध ज्ञान प्राप्त गर्ने अब शिक्षाहरू अब टिक्नु अब रहिरहन सकिन्छ कि सक्दैन मैले भनेर अनि सोच्नुभएछ मैले त्यसको रहनुलाई मैले के गर्नुपर्छ होला भने अब लाग्छ कि मलाई यो शिक्षा र बुद्धको
धर्महरू लामो समयसम्म रहिरहनु पर्छ भने हामीले त्यो के गर्नु पर्दो रहेछ भने उहाँको कश्यपको सोच्नु के भन्दाखेरि हामीले सूत्र पिटक अभिधर्म पिटक विनय पिटक चाहिँ सङ्कलन गर्नु पर्दछ होइन अनि यो सङ्कलन गर्नुपर्छ जब बुद्धले अनि तब मात्र शिक्षा लामो समयसम्म रहन सक्छ हामीले सबै सङ्कलन गर्नुपर्छ अनि मात्र बुद्धको यो सद्धर्म चाहिँ लामो समय टिक्न सक्छ भनेर उहाँले सोच्नु भएछ किनभने अब बुद्ध परिनिर्वाण भइसकेपछि अब जुन अब कश्यपले नगरेसम्म अब सबै त्रिपिटकहरू छारिएको थियो होइन कुनै अब यो विनयसँग मिल्ने कुनै अब विनय पिटकसँग मिल्ने कुनै अब अभिधर्मसँग कुनै अब सूत्र पिटकसँग मिल्ने धेरै अब छारिएको हुँदाखेरि त्यसले सबै एकीकरण एकगट्ठा गर्ने अब उहाँले निर्णय लिनु होइन अनि जस्तो उदाहरणको लागि अब एउटा लामाले कसैको लागि यो विधि लेख्नुभयो कसैको लागि यो कुनको इष्टदेवको विभिन्न पूजा उहाँले विधि राख्नु भयो भने होइन यो धेरै कुराहरू अब फैलिरहेको तर त्यसलाई अनि जति भएको अब थाहा हुँदैन होइन कुन ठाउँमा कुकुरले सिक भनेर अनि त्यसरी अब अनि हाम्रो चेलाले सबै गुरुको वचनलाई गट्ठा गरेर एकीकरण बुद्धको यो हाम्रो गुरुको वचन भने जस्तै कश्यपले अब 10 दिशामा छरिएको अनेकिन्ती अब देश राष्ट्रतिर छरिएको कुराहरू सबै एकीकरण गर्नु उहाँले गर्नुभयो होइन त्यो एकीकरण गर्दाखेरि बल्ल अनि बुद्धको सूत्र पिटक अभिधर्म पिटक विनय पिटक सङ्कलन गर्यो भने लामो समयसम्म सत्तरमा टिकिनेछ भनेर उहाँले यसरी अनुभव अब अर्थ उहाँले यसरी विचार गर्नुभयो उहाँको अनुभव यसरी अनुभूति भयो होइन यसो गर्यो भने के हुन्छ भन्दाखेरि यसरी सङ्कलन गरियो भने बुद्धको त्रिपिटक छरेको त्रिपिटकको सङ्कलन गर्यो भने भविष्यका मानिसहरूले प्रश्न गर्नेछन् किनकि धेरै जीवनकालहरूमा बुद्धले असीम प्राणीहरूप्रति माया दया करुणा र मैत्रीको भावनाले धेरै कठिनाइहरू उहाँले खप्दै होइन अनि प्रयास गरी प्राणीहरूलाई उद्धार गर्नुभयो पार गर्नुभयो साँचो धर्म पत्ता लगाउनु भयो र प्राणीहरूलाई सिकाउनु भयो होइन त्यो अनि आफूले ज्ञान बोधि ज्ञान प्राप्त गरेर अरूलाई पनि बोधि ज्ञान प्राप्त गराउन लाउनु भयो साँच्चीकै देखाउनु भयो होइन त्यही कारणले अनि अनि हामीले अब त्यो सोचिसकेपछि होइन अनि के हो त हामीले त्यसको फङ्सन निर्णय दिनुपर्छ र बुद्धको शिक्षाहरू फैलाउनु पर्छ भावना प्राणीहरूलाई काबु गराउनु पर्छ भने यसरी अनि मनमा आउनु भइसकेपछि महाकाश्यपले अनि आफ्नो अनि मनलाई बनाउनु भयो अनि उहाँ चाहिँ सुमेरु पर्वतको शिखरमा गएर होइन अनि एउटा तामाको अनि बजाउनेले चाहिँ डन्डीले चाहिँ अनि जुन घन्टीलाई बजाउनु भएछ होइन अनि बजाउँदै भन्नुभएछ सोलोमा पढ्नुभएछ त्यो बजाउँदा के कश्यपले बताउनु भएछ भन्दा घन्टी बजाउँदै हे बुद्धका महान विद्यार्थीहरू यदि बुद्धको कृपालाई चुकाउनुहुन्छ बुद्धको कृपालाई हामीले फिर्ता गर्न सक्नुहुन्छ भने बुद्धलाई स्मरण गरौँ र बुद्धलाई सम्झनुहोस् उहाँको ज्ञानलाई सङ्कलन गर्नुहोस् र तपाईँहरू निर्वाणमा प्रवेश नगर्नुहोस् भन्ने त्यो अनि तामाको लट्ठीले अनि घन्टी बजाउँदै यसरी यो पद सुनाउनु भएछ अनि यो कश्यपले घन्टी बजाएको स्वर र कश्यपको यो स्वरले बोल्नु भएको यो महान 3000 सारा विश्वमा क्षेत्रमा ढाकिएको सबै प्राणीहरूले सुन्नु भएछ अब सबैले अब सुनेको कुरा त होइन त्यही पनि के भन्छ सबै हृदय शक्ति भएको होइन चमत्कारी शक्ति भएको ती सबै विद्यार्थीहरूले सुनिसकेको होइन अरतहरूले आर्यजनहरू सुन्नु भएछ सबै विद्यार्थीहरू त्यो सुन्ने बित्तिकै अनि महाकश्यप कहाँ आएर जम्मा भएछ अनि अब त्यतिखेर अब त्यो घन्टी बजेर कश्यपले यसरी पदमा यसरी प्रस्तुत गर्दाखेरि त्यो एउटा सत्यताले होइन सत्य ज्ञान भएको महान बुद्धको चेलाहरू त्यहाँ सबै आउनु भएर त्यतिखेर महाकश्यपले ती सबैले भन्नुभएछ के भन्नुभएछ भन्दाखेरि बुद्धको शिक्षा चाहिँ लोप हुँदै गएको छ होइन केवल सबै संवेदनशील प्राणीहरूको लागि अनि तीनौं युगसम्म असंख्य युगसम्म बुद्धले यसरी कष्ट गरेर ज्ञान प्राप्त गरेको छ अनि प्रेमको सबै प्राणीले मुक्त गर्नुको प्रेमको कारण बुद्धले यो साँचो धर्म प्राप्त गर्नुभयो
तीन अनुगिन्त युगको प्राणीहरूको लागि दुःख र धेरै कठिनाइ उहाँले दुःखहरूलाई व्यवस्था गर्दै उहाँले बुद्ध ज्ञान प्राप्त गरेर उहाँ निर्वाणमा प्रवेश गरिसकेका छन्। अब धर्मलाई जाने विद्यार्थीहरूले यसलाई धारणा गरेर सक्षम छन् र यसले पाठ गर्न हामी सक्षम छन्। जुन तपाईँहरूले यदि उनीहरूले पनि बुद्धको पहिला पछ्याउँदै निर्माण प्रयास गरिरहेका छन्, यदि बुद्धको शिष्यहरूले अब अनि त्यसलाई हामीले सङ्कलन एक ठाउँ गरेन भने चेतनशील प्राणीहरूले चाहिँ अब होइन, जुन हामीले यसलाई राम्रोसँग अब यसलाई हामीले सङ्कलन गरेर प्राणी हितको लागि हामीले यो सङ्ख्यामा अनि यो प्राणीहरूको हितमा हामीले फैलान भने अनि जुन संसारमा भौतिक प्राणीहरू के गर्ने, उनीलाई दयामाया जागरेर हामीले यो कसरी बुद्धप्रति सङ्कलन गर्नुपर्दछ भने यसरी तसर्थ बुद्धले संवेदनशील प्राणीहरूप्रति असाध्यै माया गरेको हुनाले हामी पनि धर्मको वंशलाई पक्कै पनि कायम राख्नुपर्छ र त्यसको सदुपयोग गर्नुपर्छ। यसरी हामीले पहिलो 3वटा अनि त्रिपिटकहरू अनि कम्पाइल सङ्कलन गर्नुपर्छ। त्यो प्रत्येकले आफ्नो इच्छा अनुसार निर्माणमा जान सक्छौँ यसरी अनि बुद्ध आयो कश्यपले बताउनु भएको छ। 这月鲁豫，他这个忙不休止的那月的是啥？我到底哪了呀？送他到怎么着了？ अब यो रिम्पोचे छोकी चल भनेछ हैन, यो भित्र के बताएको छ भन्दाखेरि यो अब यसमा चाहिँ धर्मको बहुमूल्य अर्थात् धर्मको निकुञ्ज भनौँ न, धर्मको बहुमूल्य वन ग्रोप अनुसार बुद्ध परिनिर्वाण भएको 7 दिनपछि महाकश्यपले अनि 500 आराधकहरूलाई भन्नुभएछ अनि यो घण्टी बजेर भन्नुभएछ तपाईहरु 500 आराधकहरूले 10 दिशामा बुद्धको क्षेत्रमा 6वटा दावेदारहरू भएको सबै आराधकहरूलाई बोलाउन अनि घण्टी अनि बजाउनु भएछ। यो 2 साला वृक्ष अनि यसलाई चाहिँ यामक साला गबन भन्दो रहेछ। अनि चाँडो अनि अब गुरु शाक्यमुनि निर्वाणमा गएको छ। त्यही कारण हामीले 7 प्रकार रत्नहरूको स्तूप बनाएर तर अब ठाउँमा गएर यसरी बनाऊ हैन। अब सबैजना त्यहाँ भेला भएर धर्म गाए सिकाउने बेला भएको छ। त्यसैले सबैजना आफ्नो क्षेत्रबाट छिट्टै अब आउनुहोस्, सबैलाई बोलाउनुहोस् र हामी बुद्धको अद्भुत वचनहरू सङ्कलन गर्नेछौँ। अनि यसरी महाकश्यपले निर्देशन दिए अनुसार हात पसर्दा लाग्ने समयमा एकैछिनमा अब 500 अरबहरू अनि 500 अरबहरू ब्रह्माण्डका जति 10 दिशामा गएर 8 करोड अथवा 8,000 हैन 8 करोड हुन 8 करोड अब अरबहरू उहाँले अब ल्याउनु भएर जो धर्म सुन्ने यस सालोकमा जम्मा भएको थियो। यसलाई अब अभय लोक पनि भनिन्छ, निजै जितेको काम जुन मनुष्य लोक अहिलेको। अनि कश्यपको उपस्थितिमा चमत्कारी शक्ति भएको विद्यार्थीहरूले कश्यपबाट सल्लाह पाए। यो चाहिँ के हो त महायानमा बताउने परिपट्टि भएको अलिकता नि फरक छ। यो चाहिँ अब हैन, यो चाहिँ अब जुन महायानमा बताएको कुरा चाहिँ अब हामीले भएको जस्तै हुनुपर्छ भन्ने सक्दैन है। फेरि त्यो चाहिँ अब संक्षेपमा भन्नुपर्दाखेरि अनि कश्यपको छेउमा चाहिँ अनिगिन्ती असङ्ख्य माया अब अरबहरू अब आउनु भएछ हैन, भेला भएछ। त्यसपछि महाकश्यपले आनन्दलाई छोडेर 1000 भिक्षुहरू चयन गरे। अब यो रिम्पोचे अब धर्मको अब भनौँ न धर्म वनको ग्रन्थ भन्ने भित्र चाहिँ लेखेको छ। अब जे बेला के भन्दाखेरि ती सबै अरब थिए जसमा 6वटा धारहरू थिए जो मुक्तिमा समान रूपले अब विश्राम लिएको थियो, जो मुक्तिमा आदर रहित थियो। मुक्तिमा जुन अब एक किसिमको के हो त मुक्तिमा बाधा रहित थिए ती 3वटा ज्ञान प्राप्त गरेका थिए।
ज्ञानमा महारथ हासिल गरेको थियो ज्ञानमा सबै समाधिहरू प्रवेश गर्न र उठ्नमा निर्भर थिए जसले 3 टोकरीको पढ्नको लागि असंख्य ज्ञानहरू अब रहेको थियो हैन बौद्ध र गैर बौद्ध धर्मग्रन्थ र जसले ज्ञानका 18 गैर बौद्ध क्षेत्रहरूमा मात्र जान्दैनन् तर तिनीहरूको चर्चा गर्न सक्थे गैर बौद्धहरूलाई बसमा पार्न तिनीहरूको प्रयोग गर्दथ्यो 다들이 시진동라 계획 나로라 끄두 체백가라 개론 식동이 어렸어 다좀 뭐 식동이 어려서 त्यो यसरी बताएको छ हैन जुन अब त्यो 1000 भित्र के सबै ज्ञानले परिपुक्त भएको हैन त्रिपिटकलाई अब सरल यसरी याद गर्न सक्ने बाहिर भित्र सबै वचनमा अब पोक्त भएको हैन अनि यो तार्किक अब यो विभिन्न अब तार्किक लगायत विभिन्न अब ज्ञानमा छ परिपक्व त्यहाँले मुक्त भइसकेको त्यस्तोलाई अनि अनि त्यसरी यो 1000 त्यस्तो ज्ञानले भरिपूर्ण भएको छ लेखेको छ अब अर्को विषय 1000 हुनुको कारण के हो त भन्दाखेरि यो सबै अब त्यो बेला कश्यपले अब 1000 जना भिक्षुहरू अब त्यसरी अब यो राजगृहमा गठन गर्नुको कारण के हो त भन्दाखेरि प्रश्न त्यसबेला अनगिन्ती अरहतहरू आएर र महाकश्यपले 1000 मात्रै छान्नु भयो उसले किन यसरी थप अब अरु छान्नु भएन भन्दाखेरि उत्तरमा राजा बिम्बिसारले नतिजा हासिल गरेपछि उहाँले अब अरहत ज्ञान प्राप्त गरिसकेपछि उनले यो एक किसिमको अब यो वर्ष बस्नेको लागि 84,000 भनौँ न अब जुन बिम्बिसारको पालोमा अब 84,000 मन्त्रीहरूको पनि अब नतिजाले अब यो मन्त्रीहरूले पनि अरहत ज्ञान प्राप्त गर्नुभयो त्यसबेला राजदरबार 1000 भिक्षुको लागि आराम नगरिकन खाना तयार पार्न 1000 हैन दिन रात खट्यो जुन बिम्बिसार अनि अर्पण गरिएको थियो र राजा अजातशत्रुले पनि यही अनि उहाँले कपी गर्नुभयो त्यही नै पछि बिम्बिसारले गर्नु भएर यसरी त्यति बेला महाकश्यपले सोधे यदि हामी सधैँ भिक्षुको लागि बाहिर जानुपर्छ भने गैर बौद्धहरूले हामीलाई सताउनेछन् र बौद्ध धर्म हामीले सङ्कलन गर्न सक्दैन शङ्का उत्पन्न गर्नेछन् यदि यसले परिषद राख्न गाह्रो पनि बनाउँछ जसको कारण यो हुन सक्दैन तर अब राजाले फुल चढाउने तयार गरेका छन् तर बिम्बिसारले राजाहरूले चाहिँ अब के हो देखिको यो 1000 को लागि यो खानाहरू बस्ने ठाउँ सबै मिलाएको हुँदाखेरि अनि भिक्षुहरू प्रसाद चढाउने गरेको छ त्यहाँ पछि पनि धर्मको सबै पिटकहरू सङ्कलन गर्न सजिलो हुनेछ यसरी सोचेर कश्यपले 1000 भन्दा बढी भिक्षुहरूलाई चयन गरेन किनकि अब त्यही 1000 जनालाई मात्रै अब एक किसिमको अब हैन यो सङ्कलन गर्नको लागि अब बुद्ध सङ्कलन गर्नको लागि बस्ने खाने 1000 जना मिलाएको हुँदाखेरि यसरी 1000 जना बाहेक अरू अरहतहरूलाई स्वीकार गर्नु भएन अब त्यही कारणले राजगृहमा चाहिँ अब बुद्ध वचनको पहिलो अब वचन सङ्कलन गर्दै अब बुद्ध वचनको अब स्वागत पहिलो वचन सङ्कलन गर्दै कुरा छ त्यस बेला महाकश्यप र हजारौं भिक्षुहरू राजगृहको अनि गिद्ध पर्वत शिखरमा पुग्नु गिद्धकुट्टा पर्वतमा पुगेर महाकश्यपले राजा अजातशत्रुलाई भने कृपया हरेक दिन हाम्रो लागि खाना तयार गरिदिनुहोस् आजदेखि हामी सूत्रहरू सङ्कलन गर्दैछौँ र यो ठाउँ छोड्न सक्दैनौँ भन्ने यसरी अब अजातशत्रुलाई कश्यपले भन्नुभएछ त्यसपछि फेरि पनि यो धर्मको बहुमूल्य अब वृक्ष भित्र चाहिँ सङ्कलनको वर्णन गर्न महासङ्घीको विनय शास्त्रमा उद्धृत गरिएको छ यो पनि अलिकता राम्रो कुरा रहेछ यसमा यो बताउन चाहन्छु यो भित्र के बताएको धर्मको बहुमूल्य वृक्ष भित्र के बोलाएको छ त भन्दाखेरि अब महाकश्यप र हजारौं भिक्षुहरू राजगृहमा आएर यो महासङ्घीको भित्र चाहिँ अब के हो त पहिला नै अब अनि 500 भन्दा बढेको छैन तर यो भित्र चाहिँ के हो त एक किसिमको त अब हजारौं जना भनेको छ यो भित्र चाहिँ अनि राजगृहमा 7 पातको गुफामा गएर तिनीहरूले बाँस र गद्दा तयार गरे उनीहरूले बुद्धको लागि सिंहासन पनि बनाएर यसको दायाँमा शरीरपुत्र बायाँमा मुद्गल यानाको लागि आसन थियो त्यसपछि तिनीहरूले कश्यपको लागि एक गद्दा आसन तयार गरेर अनि सबै अब बस्ने आसनहरू तयार गरे अनि त्यसपछि तिनीहरूले 4 महिनाको लागि अनि
4 महिनाको लागि अब के हो त यो वर्षवास प्रवर्धन तयार गरेर परिषदको 4 महिनासम्म बाहिर कसैसँग सम्पर्क नहुने गरी उनीहरूले अनि समय अगावै आवश्यक अनि भनौँ न अब कसैले अब सम्पर्क नहुने गरी अनि सबै आवश्यक खाद्यान्न वस्त्रहरू तयार गर्ने भएछ। त्यसपछि सबै भिक्षुहरू अब त्यो राजगृहको एउटा यो के भन्छ सातपातको गुफाभित्र उनीहरू अब सबै जम्मा भएछ। तिनीहरूमध्ये कोहीसँग अब 3 ज्ञान र अब तिनीहरू मध्येमा कोही 3वटा ज्ञानले भरिपूर्ण भएको होइन विद्याहरूबाट, कोही 6वटा दबाई बुद्धको ज्ञान बुद्धको समूहबाट विनय सुनेको 2 पल्ट, कोहीले एकचोटिबाट सुनेको, कोही अब धेर यो सर्वकाबाट के हो त अब प्रत्यक्ष रूपमा अब विनयको कुरा सुनेको होइन। कसैले बुद्धबाट एकपल्ट विनय सुनेको थियो, कसैले शिष्यहरूबाट एकपल्ट सुनेको थियो, कसैले बुद्धबाट 2 पटक विनयको कुरा सुनेको थियो, कसैले सर्वका शिष्यहरूबाट 2 पटक सुनेको थियो। त्यस बेला सङ्घको अनि अनि कोही भिक्षुहरू चाहिँ के हो त भन्दाखेरि सर्वकाबाट 3 पल्ट विनय कुराहरू सुनेको, कोही भिक्षुहरू चाहिँ बुद्धको सम्मुखबाट 2 पल्ट एकपल्ट यसरी विनयको ज्ञान सुनेको, शिक्षा सुनेको सङ्घ भिक्षुहरू मात्रै त्यो बेला अब उहाँहरूले भिक्षुहरूलाई यसरी सङ्कलन गर्नुभयो। त्यस बेला अनि यसरी चर्चा गर्यो। अब 3 ज्ञान 6वटा भएका बुद्ध र शिष्यहरू 2 पटक विनय सुनेकाहरूलाई निम्तो दिनुपर्छ भन्ने कुरा भयो। अब कुनै बेला 500 कुनै बेला 1000 भनेको छ। जुन सत्य त ज्ञान अब कथन गर्ने बेला सबै छानबिन गरेर 500 जना मात्रै भएको जस्तो मलाई लाग्छ। त्यति बेला सङ्घमा 200 भन्दा कम 500 भिक्षु थिए। त्यसरी तिनीहरूले छलफल गरेर भने हामीसँग 500 भिक्षुहरू हुनुपर्छ। अनि ठुलो अनि अनिरुद्ध पाली अब भाषा अनिरुद्ध भन्छ अनुरुद्ध भन्छ, पछि हामीसँग सामेल हुनेछन्। त्यसैले हामी अझै एक गरेर छोटो छौँ। त्यस बेला अब कश्यप सबैभन्दा वरिष्ठ थिए, दोस्रो भिक्षु अनि तेस्रो भिक्षु वही थिए होइन। त्यो बेला अब यताउता अब अनि त्यसपछि महाकाशीले आफ्नो आसनमा बसेर सारीपुत्र मोगल्यान अनि अब 499 जना भयो। एकजना पुगेन, एकजना नपुगेपछि अब कश्यपले अनि मङ्गोलियनसँग शिक्षा लिएको एउटा उहाँको अब साथी अब यो चाहिँ चीन भाषामा भएकोले अनि संस्कृतमा भेटेन मैले, लियोन फी भन्छ यसलाई। अनि कश्यपले अनि आज्ञा दिनुभएछ। अनि सारीपुत्र मङ्गोलियन र आनन्दका लागि अब सिटहरू खाली थिए र अन्य भिक्षुहरू प्रत्येक वरिष्ठ अनुसार आलो पालो बसे। त्यतिखेर महाकाश्यपले मङ्गोलियनसँग प्रतिज्ञा गरेका ज्येष्ठ अनि कोटीलाई भने, तिमीले 33 कोटी स्वर्ग 33 कोटी देवलोकमा गएर भिक्षु सुओलाई बोलाउनु, उहाँलाई भन्नुहोस् कि बुद्ध परिनिर्वाण भएका छन् र भिक्षुहरूले बुद्धका शास्त्रहरू सङ्कलन गर्नेछन् भन्नु भनेर अनि यसरी कश्यपले आज्ञा दिनुभएछ। निर्देश अनुसार अनि लिफै 33 कोटी देवलोकमा गएछ। अनि भिक्षु सुतिनालाई भेटेर अनि उहाँलाई भनेछ अनि बुद्ध चाहिँ परिनिर्वाण लिनु भइसकेको छ। अनि भिक्षुहरू अनि बुद्धका शास्त्रहरू सङ्कलन गर्न अनि सङ्कलन गर्ने अब हामी एउटा परिषद राखेका छौँ। त्यसैले तपाईँलाई निमन्त्रणा गरेको छ अनि गरेको छ भने बताइसकेपछि अनि त्यो घटना सुने बित्तिकै भिक्षुले दुःखी भएर सोधे, के बुद्ध साँच्ची नै निर्माण गएको थियो त भनेर सोध्नुभएछ। उनको प्रतिक्रिया थियो, भिक्षुले भने बुद्ध संसारमा भएको भए म अवश्य पनि अब रिधि शक्तिले आउने थिएँ। अहिले संसारको आँखा अन्धो भएको छ। उहाँले चमत्कारी रूपमा आकाशमा अनि होइन त्यो बेला चमत्कारी रूपमा आकाशमा उड्नु भएर अनि दर्पण
दर्पण समितिमा प्रवेश गर्नुभयो र उहाँ सहभागी हुने प्रस्ताव गर्नुभयो अनि त्यसपछि अब फेरि लिपोतीले यो देखेर कश्यपसँग जहाँ थिए त्यहाँ फर्किएर आफूले देखेका र सुनेका कुराहरू वर्णन गरे अनि त्यसपछि उहाँ यसरी अब समाधिमा अब यसरी लिनुहुने बेलामा अब तल जान सकेन फेरि लिपोती एकपटक फेरि 33 कोटीमा 33 कोटी देवलामा फेरि अब पठाउनु भएछ अनि त्यो बेला जीवन भोती भनेरलाई बोलाएर त्यसपछि आउने सिंहासन अनि त्यो बेला एकजना जुन 33 कोटी देवलोकमा एउटा विद्वान हुनुहुन्थ्यो उहाँलाई देखेर अनि एउटा लेक्थोङ भन्ने एउटा स्थविरा हुनुहुन्छ उसलाई त्यसलाई पनि बोलाउनु होला भनेर अनि श्री कश्यपले आज्ञा दिनुभएछ अनि साउनुस पहाडका एल्डरलाई देखेर राजन हो हिमालका ज्येष्ठता युलु भन्ने एउटा हुनुहुन्छ उहाँ अब मोगलयानको अब एउटा विद्यार्थी हुनुहुन्थ्यो हैन अनि कश्यपले यसरी विभिन्न अनगिन्ती अब हैन 33 कोटी देवलोकमा हुनुहुने भिक्षुहरूलाई नि एक एक गरी आमन्त्रित गराउन अब उहाँले आज्ञा दिनुभएछ अब लौतु छ भने विभिन्न अब सबै अराजक मात्रै छ जति पनि नाम छन् यो अनि उहाँलाई एउटा शक्ति रीति शक्ति भएकोले एक एक ठाउँमा गएर सबैलाई नि आमन्त्रित गर्नुको लागि अब बोलाउनु भएछ अनि त्यसपछि तिनीहरू पनि के हो त यो उता परिनिर्वाण पनि हुनु भयो कुरा सुने बित्तिकै उहाँहरू पनि के हो त परिनिर्वाण हुनु भएछ अब अन्तिममा चाहिँ अब त्यसपछि उनी महान राजा अब वैश्रवणको दरबारमा गएछ अनि स्युमितो भन्ने एउटा अनि उसलाई बोलाउनु भएछ बोलाएछ अनि उसलाई भन्नुभएछ हे ज्येष्ठता भिक्षु बुद्ध परिनिर्वाण भइसकेको छ भिक्षुहरूको आफ्नो वचनहरू सङ्कलन गर्न चाहन्छ त्यसैले म तपाईँलाई निमन्त्रण गर्न आएको हुँ भनेर भनेछ यो खबर सुनेर भिक्षु त्यो जुन चाहिँ अब सिउमी डु भने चाहिँ उहाँ पनि के भिक्षु दुखी भएर भनेछ म बुद्ध साँच्चै निर्णय भएको थिए त हो भन्ने बित्तिकै त्यसपछि उसले भनेछ यदि बुद्ध संसारमा हुनुहुन्छ भने म अवश्य आउँथे तर बुद्ध निर्वाण भएका छन् र संसार अन्त भएको छ त्यसपछि उनी पनि तुरुन्तै आकाशमा उडेर उहाँ पनि निर्वाण के हो त अनि आकाशमा उडेर उहाँ पनि निर्वाण लिनुभएछ हैन उहाँ पनि अब ज्यानमा साँच्चै सबै अब आगो बलेर अब जलेर उहाँ अब परिनिर्वाण हुनुभएछ अनि जुन अब कश्यपले पठाएको भिक्षुहरू फेरि अनि जुन अब अनि तल आएर भन्नुभएछ म यही तपाईँले पठाउनु भएको ठाउँमा गएँ तर यो परिनिर्वाण भयो भने सुन्ने बित्तिकै उनीहरू आफै अब नि उहाँहरू आफै नै अनि आफै ज्यान अब एक किसिमको अब यो आगोको रोशनीमा अब एक किसिमको जलेर उहाँ परिनिर्वाण हुनुभयो अनि आउनु मान्दैन रहेछ त्यही कारणले अब चाहिँ अब विश्राम राख्नुपर्छ होला कोही पनि आउनु नमान्दो रहेछ भन्ने यसरी नै कश्यपले पठाएको भिक्षुले यसरी कश्यपलाई जवाब दिनुभएछ त्यही कारणले यसरी होइन हामीले आनन्दलाई यसरी माफ गर्नु होला यसरी अब आराधना हामीले भन्यो भने कुनै पनि आराधहरू आउँदैन होला सबै परिनिर्वाण भएर जाने हुँदाखेरि संसार झन् अन्धकारमा मच्चिने भयो त्यही कारणले गर्दाखेरि त्यही कारणले हामीले विभिन्नलाई अब एक किसिमले के हो त ठाउँ ठाउँको आराधनालाई हामीले बोल्नु पर्दैन आमन्त्रण गर्नु पर्दैन यो हरेक बरु हाम्रो छेउमै एउटा आनन्द छ नि होइन महान भिक्षु हुनुहुन्छ
अनि अनि बरु हामीसँग आनन्द छ उहाँलाई बोलाउनु भए पनि उहाँ नि ज्ञानको अब सागर हुनुहुन्छ होइन अब अरबले हामीले निमन्त्रणा गर्नु भएन उहाँ आफै अब ज्यान जलाएर उहाँ आफै एक किसिमको के हो त अब अनि परिनिर्वाण हुनुहुन्छ उहाँ आउनु नमन्दो रहेछ त्यही कारणले त्यही कारणले गर्दाखेरि त्यसपछि ठुलो हामी लिपोटी कश्यपसँग फर्केर उनीहरूलाई घटना सुने म कसैले भने महान अब ज्येष्ठहरू अब हामी विश्राम गर्नेछौँ अरू भिक्षुले नबोलाऊ हामीले बोलाउने सबै निर्माणमा जान्छ यदि हामीले हेरिरह्यो भने तिनीहरू सबै निर्माण उत्पत्ति उत्तीर्ण हुनेछन् अनि त्यहाँ यस संसारमा योग्यताको कुनै क्षेत्र हुने छैन एक भिक्षुले भने हे वरिष्ठ भिक्षु पूज्य आनन्द बुद्धका परिचारक थिए उनीहरू उहाँबाट सिधै धर्म सुन्ने विगतका बुद्धले आनन्द 3 कुराहरूमा अङ्ग्रपङ्क्तिमा रहेको बताउनु भएको थियो त्यसैले हामीले उहाँलाई निम्ति दिनुपर्छ भनेर एउटा भिक्षुले भनेछ अनि महाकश्यपले भन्नुभएछ यो ठिक छैन यो हुँदैन किनकि उहाँ अझै पनि मार्गमा शिक्षण अभ्यास गर्दै हुनुहुन्छ यदि उहाँ धेरै नजान्नेहरूका बीचमा बस्नु यदि उहाँ धेरै नजान्नेहरूका बीचमा बस्नु भयो भने सिंहको बीचमा स्याललाई बसाउनु जस्तै हो भनेर यसरी अनि बताउनु भयो त्यही कारणले अनि सबै परिमुक्त भएको मान्छेको बीचमा अनि मुक्त नभएको मान्छे राख्यो भने सिंहको बीचमा स्याललाई बसाउनु जस्तै हो यो उचित हुँदैन अनि कश्यपले ती अनि विभिन्न स्थविरहरूलाई विभिन्न ज्येष्ठता भिक्षुहरूलाई यसरी आरोपलाई भन्नुभएछ त्यही कारणले हाम्रो ठाउँमा यहाँ उचित छैन हुँदैन भनेर यसरी अनि कश्यपले स्वीकार गर्नु होइन असमर्थ गर्नुभएछ त्यही कारणले अनि यसलाई यो स्यालको उदरमा राख्दैछ आनन्दलाई चाहिँ अब चाहिँ अर्को अन्तिम विषय के छ आनन्दलाई आरोप लगाएको कुरा अब त्यस बेला अब वर्षावासको महिनामा परेको थियो वर्षायाममा अब बिताएपछि अनि यो वर्षायाम सकिसकेपछि पहिलो महिनाको 15 दिन अथवा पूर्णिमाको दिनमा अनि सङ्घले भेला गरेर के हो त पोषक गरेछ अनि सबै अब त्यो बेला अब पोषक गर्ने बेला विनयको चर्चा गर्न थाल्यो अनि महाकश्यपजी त्यो बेला समाधिमा प्रवेश गर्नु भएर अनि समाधि प्रवेश गर्ने बेलामा दिव्य चक्षुले हेर्नु भइसक्यो जम्मा भएका सबैमा अनन्तले मात्र अनि दुःख नत्यागेको देख्नु भएछ सबैले त्यागे अनन्तले मात्र दुःख अनि दुःख त्याग्नु नसकेको देख्नु भएछ अनि उनलाई अब कश्यपको मनमा आएछ कि उहाँलाई त्यहाँबाट निष्कर्षण गर्नुपर्छ भने अनि गर्नुपर्छ भने मनमा कुरा आएछ अनि केवल अनन्तले अशुद्ध त्यागेको छैन अन्य सबै 949 भिक्षुहरूले अशुद्धतालाई निभाइसकेको थिए र शुद्ध र दाग रहित थिए महाकश्यप अनि आफ्नो समाधिबाट उठेर सबैले अनि हामी अब भनौँ न अब समाधिमा उठेर सबैको बीचमा आनन्दको हात समातेर भने कश्यपले अब सबै दाग मुक्त छन् हामी यहाँ सूत्र सङ्कलन गर्न आएका छौँ तर अनन्त तपाईँले अशुद्धहरू निभाउनु भएको भएन त्यसैले तपाईँ यहाँ बस्नु योग्य हुनुहुँदैन भनेर उहाँलाई निकालिदियो त्यहाँदेखि त्यस बेला आनन्दलाई निकै अब लज्जित भयो त्यहाँदेखि निकालिदियो अनि त्यो लज्जित भइसकेपछि उसले असाध्य दुःख महसुस गरेर उहाँ रुनु भयो र मनै भन्नुभएछ अनि उहाँले मनमा रुँदै भइरहेछ कि हे भगवान शास्त्र गौतम बुद्ध मैले 25 वर्षसम्म बुद्ध तपाईँको सेवाको रूपमा मैले सेवा गरेँ हैन उहाँको नजिकै बसेँ र अहिले यो जस्तो एकदम मानसिक पीडा कहिले भइसकेको छैन बुद्ध साँच्चै धेरै दयालु हुनुहुन्छ त्यसैले उहाँले म जस्तै कसैले पनि माफ गर्नु हुन्छ र बुझ्नुहुन्छ यसरी हैन बुद्धले मलाई कहिले पनि तिमीले यो कलेशहरू हटाएको छैन त्याग गरेको छैन मलाई कहिले बुद्धले हटाउनु भएन
त्यही कारणले गर्दाखेरि यसरी सोच्दै उनले कसैले भने मसँग क्षमता र अभ्यास गर्ने मसँग तागत छ, त्यसैले मलाई अलिकति समय दिनुहोस्, म आराधको फल प्राप्त गर्नेछु भने यसरी आनन्दले भन्नुभएछ उनले। यदि तिमीले बुद्धको दर्शन गर्नुपर्छ भने यदि तिमीले बुद्धको दर्शन ज्ञान अब यसरी अब सङ्कलन गर्नु इच्छा छ भने तिमीले आराधको प्राप्त गरिसकेपछि बुद्धले अनि तिमीलाई काममा लगाउनु र तिमीलाई आदेश दिन सक्दैन। त्यही कारण त्यसैले मैले जानी आफूलाई बन्धनबाट मुक्त गरिन आराध प्राप्त गरिन होइन। आनन्दले के भनेछ भन्दाखेरि होइन यहाँ के भनेछ भन्दाखेरि होइन यदि मैले त्यो बेला किसिमको आराधको ज्ञान परिपक्व गरे भए मलाई बुद्धले यो काम गर त्यो गर भन्दा उहाँले लाउनु सक्नु नहुन्थ्यो होइन, किनकि म ज्ञान प्राप्त गर्थेँ। त्यही कारणले उहाँलाई असजिलो नहोस् भनेर उहाँलाई सजिलो हुनुको लागि मैले जानी आफूले प्राप्त यो के हो त आराधको ज्ञान मैले अनि आराधको ज्ञान मैले प्राप्त गरिनँ। मैले जानी बन्धनबाट म मुक्त भइन, किनकि बुद्धलाई असजिलो नहोस् भनेर। त्यही कारणले गर्दाखेरि अनि मलाई केही समय दिनुहोस्, म अब पछि अब ज्ञान प्राप्त गरेर आउनेछु, त्यो बेला मलाई अनि मौका दिनुहोस् भनेर यसरी बताउनु भएछ। अनि यो बेला अब निकालेको मात्रै होइन, यो 500 जनाभित्र 1000 जनाभित्रदेखि उसको विभिन्न दोषहरू कोट्याउँदै बताएको कुरा छ होइन। अनि महाकश्यपले अब एक गरी दोषहरू कोट्याउँदै अब बताउने छ होइन। यो चाहिँ अब आजको लागि यति नै हो, पछि म बताउने छु। यसको लागि विशेष त के कुरा पनि बाँकी छ, म अर्को दिनमा बताउने छु। आजको लागि यति नै विश्राम गर्न चाहन्छु।